लामो समयसम्म बसेका हुन्छन्, रहेका हुन्छन्। त्यसै गरी म पनि त्यही हिसाबले यहाँ रहेर अनि एउटा जीवनलाई सदुपयोग गरेर not a physical level, but अरूको हितको लागि try to develop peace of mind. अनि सबैलाई होइन Automatically र reduce fear. मनको When the fear reduces, शान्ति anger. दिन सकोस् र बिस्तारै बिस्तारै गएर डर, त्रास, भय, आरिसहरू सबै हटाउन सकियोस्। तसर्थ मैले के निर्णय लिएको छु भन्दाखेरि 15-20 years, or 20 years, अझै पनि like that. So I होइन determined 30 वर्ष भन्दा पनि माथि चाहिँ म रहन सक्छु भन्ने मलाई पुरै आत्मविश्वास छ। धन्यवाद सबैलाई। So now today, you आज तपाईहरूले मलाई केही प्रश्नहरू सोध्न सक्नुहुन्छ। Avatara. यो माध्यमिक अवतार भनेको ग्रन्थको बारेमा I received मैले यो ज्ञान कोबाट पाएँ भन्दाखेरि explanation about Uman Jukpa. यसको चाहिँ Late यसको चाहिँ जुन व्याख्यान छ, अहिले हाम्रो सामान हुनुहुन्न लिङ्गिरी मुछेबाट चाहिँ मैले यसको शिक्षा पाएको हुँ र उहाँबाटै मैले मेरो भिक्षुको सिल पनि उहाँबाटै पाएको हुँ। I have very good sort of lineage. त्यसैले यसको परम्परा, शुद्ध परम्परा छ ममा। About Uman Jukpa, यसको जुन मूल माध्यमिक अवतार हो। जब म युवा अवस्थाको थिएँ मैले यसलाई चाहिँ कण्ठस्थ पार्ने काम गरेँ। साथसाथमा अविस्मय अलङ्कारलाई पनि Mataja, and Uman Jukpa, these two र माध्यमिक अवतार यी दुईटा ग्रन्थहरू 6-7 years मेरो सम्बन्धमा memorize. त्यति बेला म लगभग बाल्यकालदेखि नै मैले यसलाई कण्ठस्थ पार्ने गरेँ। तर त्यति बेला मैले अलिकति जबरजस्ती गरेरै पढेको हुँ। अधिकांश मेरो अब छुट्टीमा बिताउने जस्तो मन आउँथ्यो। तर मैले क्रमैसँग यी ग्रन्थहरूको बारेमा Also मैले बुझ्दै गएँ। those Nalendra masters sort of also writing नालन्दा विश्वविद्यालयका जुन मास्टरहरू छन्, learned. हामी अहिले जुन अध्ययन गर्दैछौँ Particularly उहाँहरूकोबाट एकदमै difficult situation, साथ पाएको छ। extremely useful. जब जीवनमा Self-confidence, अप्ठ्यारोको हामी सामना गर्न पुग्छौँ त्यति बेला यी ज्ञानीहरूले चाहिँ हामीलाई मद्दत दिन्छन्, हामीलाई सहयोग दिन्छन्। So त्यसैले now about Uman Jukpa, अब अहिले जुन मध्यमका अवतारको कुरा छ, share म के चाहन्छु भन्दाखेरि म तपाईँहरूलाई becomes यो ग्रन्थ reason. किन अत्यन्तै महत्त्वपूर्ण छ त भन्दाखेरि यसको कारण छ। Shakyamuni, शाक्यमुनि भगवान बुद्ध his soon after he उहाँको you see he उहाँ जब बुद्धत्व प्राप्त गर्नुभयो तत्कालै taught four noble truths. अनि उहाँले के बताउनु भयो भन्दाखेरि 4 आर्य सत्यको धम्म देशना गर्नुभयो। The four noble truths now यो 4 आर्य सत्य as well as Sanskrit चाहिँ अन्य भाषाहरू पनि छन्, जुन पाली भाषामा पाइन्छ, संस्कृत भाषामा पनि पाइन्छ। four noble truths. यो सबैले साथमा अभ्यास गर्ने That is the basis of Buddha ज्ञान हो। Dharma. यसलाई भनिन्छ बुद्ध धर्म। Since any जब sentient being who have feeling
जति पनि do not want suffering. प्राणीहरू छन् हरेक प्राणीहरूले चाहिँ दुःख चाहँदैनन्, Says समस्या चाहँदैनन्। first, र then भगवानले भन्नुभयो कि kasa. दुःख सत्य पहिलोपल्ट Suffering and the भन्नुभयो। cause of suffering. दुःख सत्यलाई uh, र दुःखको कारण पनि भन्नुभयो। very important sort of point. You see here. And then अर्को एउटा महत्त्वपूर्ण विषय भनेको third noble उहाँले बताउनु भयो कि तेस्रो सत्य चाहिँ Nirodha निरोध सत्य भनेपछि दुःख अन्तिम elimination निरोध सत्य, about the source जबकि जुन अवस्थामा दुःख पुरै हटेर जान्छ र दुःखको कारण सहित हटेर जान्छ, हटेको हुन्छ, marg तसर्थ path. त्यो प्राप्त गर्नको लागि अनि मार्ग So सत्य now important बताउनुभयो। is, र अहिले महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि have to analyze or investigate हामीले यो यसरी परीक्षा अथवा जाँच गर्नुपर्छ कि all these र यो निरोध सत्य भनेको के हो भन्दाखेरि चाहिँ because the, हाम्रो मनमा भएको जति पनि नकारात्मक कुराहरू छन् त्यो सबै हटेको हुनुपर्छ। so now big question is, can त्यो we सबै दुःखको कारण छन्, these त्यो नकारात्मक सोच चाहिँ दुःखको कारणहरू हुन्। so the we call clash marbe nimo हामी यसलाई के भन्छौँ भन्दाखेरि चाहिँ क्लेश भन्ने गरेका छौँ, जुन दुःखको कारण हो। now र अहिले Buddha, although he briefly mentioned the possibility र भगवान बुद्धले छोटकरीमा बताउनु भयो कि यो दुःख अन्त हुने अवस्था the सम्भव छ, Pali tradition, त्यो पाउन सकिन्छ। and then र पाली परम्परा अनुसार चाहिँ practice, the यसमा 37 बोधिपाक्षिक धर्म भनेर चाहिँ यो स्मृति mindfulness about physical. विपसना Physical is the sources of basis of शारीरिक all these suffering, old age, एक किसिमले भन्यो भने so on. सारा Then बुढ्यौली हुनुपर्ने दुःख, रोगी हुनुपर्ने दुःख प्रायः जस्तो हाम्रो शरीरबाटै आइरहेको हुन्छ। our body र momentarily अनि माइन्डफुलनेस जुन स्मृति decade ज्ञानले चाहिँ is become old अनि हाम्रो यो शरीरलाई सिधै हेर्छ, like that. हेर्दाखेरि चाहिँ अनि हाम्रो शरीर चाहिँ हरदम बदलिरहेको, Or thought about it. पुरानो हुँदै गइरहेको Then हामीले देख्दछौँ। symptoms. त्यसपछि चाहिँ अनि You see, mindful वेदनाको बारेमा, त्यसपछि चित्तको बारेमा So now here, this practice, र अहिले यहाँ चाहिँ we usually we अनि almost हामीले के साधना गर्छौँ, अभ्यास गर्छौँ भन्दाखेरि अहिले senses of organs. हामी चाहिँ प्रायः जसो So the इन्द्रिय senses of organs, 5 senses of Cool. organs. 5 इन्द्रिय You see, को entirely sort of depend on sixth mind, chit. यो Because 5 इन्द्रिय कहिले काहीँ 6 इन्द्रिय जोस् त्यसमा चाहिँ 6 किसिमका मन हुन्छन् positive emotion also they are part र of त्यसपछि chit, sixth mind. नकारात्मक सोच, सकारात्मक सोच, So usually यी सबै चाहिँ छैठौँ मनमा भर पर्छ। sixth mind. यो 6वटा मन छ, त्यसमध्ये छैठौँ मनमा चाहिँ जसलाई हामीले मनोविज्ञान भन्छौँ त्यसमा भर परिरहेको हुन्छ। These things. अहिले हामीले जति पनि 5 इन्द्रियले जे देख्छौँ, जे सुन्छौँ, जे सुँग्छौँ, जे स्वाद लिन्छौँ, यो सबै Meditate. र अहिले हामी Mindfulness ध्यान गर्दाखेरि about chit. विशेष गरेर So that's स्मृतिको ध्यान गर्दाखेरि यो चाहिँ छैठौँ मनोविज्ञानले चाहिँ यो ध्यान गरेको हुन्छ। we completely तसर्थ sort of what's today. अब हामीले चाहिँ टोटली Ignore 5 senses of organs. Then अब अहिले हामीले के कुरा गर्दैछौँ भने यो 5वटा इन्द्रियहरूलाई चाहिँ हामीले खास त्यति ध्यान नदिएर छैठौँ मनोविज्ञानलाई चाहिँ हामीले ध्यान दिनेछौँ। often you see र सुरुमा sense of organs. So यहाँ here we जो 5 इन्द्रिय practice
of meditation. र हामीलाई यो Firstly, ध्यान गर्दाखेरि let's सबभन्दा get पहिला the feeling of mind. सबभन्दा पहिला हामीलाई आफूसँग मन भएको About कुरालाई हामीले महसुस गर्न सक्नु पर्यो। organs. त्यस्तै अनि पाँचवटा इन्द्रियमा रहेको मनको पनि हामीले अहिले कुरा गऱ्यौँ र महत्त्वपूर्ण कुरा चाहिँ छैठौँ मनको बढी महत्त्व Always follow रहन्छ ध्यान गर्दाखेरि। organs. Here you say we need तसर्थ some effort. Within अहिले हामीलाई एउटा यस्तो एउटा मेहनतको आवश्यक पर्छ, एउटा निर्णय लिनुको आवश्यक पर्छ कि म के भन्न चाहन्छु भन्दाखेरि the sixth mind, without यो छैठौँ मन the sense of organs, जसलाई मनोविज्ञान भनिन्छ, त्यो चाहिँ यो पाँचवटा इन्द्रियकै भर पर्छ भन्ने छैन। get a feeling र सुरुमा something empty. हामीले के महसुस गर्छौँ भन्दाखेरि You get the feeling of clarity. तपाईँले क्रमशसँग चाहिँ त्यो छैठौँ मनको बारेमा सुरुमा त्यति पत्ता नलागे तापनि बिस्तारै त्यो चाहिँ स्पष्ट हुँदै गएको, सलल हुँदै गएको तपाईँले महसुस गर्न सक्नुहुन्छ। Also the meditation on sixth mind. र जब हामीले चाहिँ मेडिटेसन ध्यान गर्छौँ त्यो छैठौँ Few मनलाई नै at the beginning, महत्त्व दिएर ध्यान गर्ने गरेका हुन्छौँ। 10 minutes. त्यसपछि यो ध्यानलाई बिस्तारै विकास गर्दै Few hours. 1 मिनट, केही सेकेन्ड, केही मिनट क्रमशः अगाडि हामी बढ्न सक्छौँ। Deeper experience about very nature. अनि तब मात्र तपाईँले त्यो अनुभव गर्न सक्नुहुन्छ कि Then मनको प्राकृतिक स्वभाव, वास्तविक स्वभाव के हो भन्ने कुरा चाहिँ तपाईँले जान्नुहुन्छ। one of the very nature of mind is clarity. वास्तविक मनको स्वभाव भनेको के हो भने त्यो एकदमै शुद्ध छ र सलल बगिरहे जस्तो स्पष्ट छ। Clarity, र त्यो मनको you see, utilize analytical एक method. किसिमको मनको सद्गुण हो First one. र त्यसलाई चाहिँ हामीले सबभन्दा पहिला Now second, सुरुमा हामीले समता ध्यान गर्नेछौँ, meditation now. And त्यसपछि गएर विपස්සना ध्यान गर्नेछौँ, जुन ध्यानलाई चाहिँ हामीले analyze, you see, everything. विवेचनालाई Even scientists साथमा लिएर uh, ध्यान गर्नेछौँ। you see, in matter, वैज्ञानिकहरूले भन्दाखेरि पनि एउटा भौतिक वस्तुहरूको जसरी वैज्ञानिकहरूले चाहिँ जाँच गर्छन्, विवेचना गर्छन्, vipassana. यहाँ पनि त्यस्तै गरेर जाँच गरेर चाहिँ ध्यान गर्नेलाई चाहिँ विवेचना ध्यान भनिन्छ। Change our mind. र त्यो चाहिँ एउटा मूल उपाय हो कि जसले गर्दाखेरि हाम्रो मनमा परिवर्तन आओस् र मन रूपान्तरित होस्। मनलाई रूपान्तरित गर्ने महत्त्वपूर्ण उपाय हो यो। To practice. वास्तवमा यो त्यति सजिलो त छैन First, you know some यो अभ्यास गर्नलाई, mindfulness. Then तर यो अभ्यास गर्यो भने अवश्य पनि हाम्रो मनमा यो महसुस हामीले गर्न सक्छौँ। जुन चाहिँ हामीले विवेचना गरेर ध्यान गरिन्छ यसलाई चाहिँ विपස්සना पनि भन्न सकिन्छ। all र अहिले यहाँ the philosophical views. जति पनि दार्शनिक विचारहरू छन्, Philosophical views, analytical, विशेष गरेर यो दार्शनिक विचारहरू, very essential. त्यसमा चाहिँ यो विवेचना गरेर ध्यान गर्ने चाहिँ निकै महत्त्वपूर्ण छ, Here, I feel, सार तत्त्व छ। notice र मैले यहाँ tradition, एउटा not much के analytical पनि भनेको छु भने यो पाली परम्परा meditation. अनुसार चाहिँ यति धेरै विवेचनाको गहिराइमा पुगेर चाहिँ ध्यान गर्ने त्यति Or not much छैन कि जस्तो मलाई लाग्छ। logical approach. Mainly, पाली परम्परामा त्यति तर्क युक्तिसङ्गतलाई प्रयोग गरेको पनि त्यति देखिँदैन। we are, त्यहाँ त के पता छ भने भगवान बुद्धको वचनलाई so एकदमै विश्वास गरेर we must sort of follow. जे भगवानले चाहिँ आज्ञा भएको छ त्यसलाई नै चाहिँ Now, त्यसमा नै Nalanda tradition, लागिन्छ र गरिन्छ। र अर्को एउटा चाहिँ नालन्दा विश्वविद्यालयको जुन परम्परा छ logical approach. So even त्यहाँ चाहिँ विशेष गरेर विवेचना गर्ने, जाँच गर्ने लाई बढी जोड दिएको देखिन्छ। we have to
analyze. अनि त्यसबाट चाहिँ अनि हामीले चाहिँ You see, clearly mentioned जाँच गरेर विचार गरेर अनि ध्यानलाई प्रयोग गरिन्छ। स्वयं बुद्धले भन्नुभएको छ कि हे भिक्षुहरू जो मेरो मार्गमा लागेका छौ, accept my teaching, भिक्षु भिक्षुनीहरू, faith. तपाईँहरूले भगवान बुद्धले बताएको भन्दैमा तुरुन्तै मान्न जरुरी छैन। बरु तपाईँहरूले चाहिँ त्यसलाई राम्रोसँग विवेचना गरेर जाँच गरेर त्यसलाई तपाईँहरूले ठिक लाग्यो भने स्वीकार्न सक्नुहुन्छ। मात्र बुद्धलाई महत्त्व ठानेर स्वीकार्न जरुरी छैन। यो धेरै महत्त्वपूर्ण बुद्धको भनाइ हो, किनकि अधिकांश धार्मिक लाइनमा चाहिँ अब आफ्नो गुरु भयो, आफ्नो कुनै देवता, कुनै इष्ट देवता, कुनै एउटा चाहिँ उहाँले भनिसकेपछि हो भनेर लाग्नुपर्ने हुन्छ। त्यहाँ धेरै गहिराइमा गएर विवेचना गर्न मिल्दैन। तर नालन्दा विश्वविद्यालयको परम्परामा चाहिँ राम्रोसँग विवेचना गरेर विचार गरेर मात्रै ती कुरालाई स्वीकार्य गरिन्छ। जस्तो नालन्दा विश्वविद्यालयबाट आउनुभएका महान चाहिँ कल्याण मित्र नागार्जुनहरू, उहाँहरू धेरै महान हुनुहुन्छ। उहाँले एउटा चाहिँ राम्रो भिक्षुको जीवन मात्र यापन गर्नु भएन कि उहाँहरूले चाहिँ गहिराइमा गएर चाहिँ भगवान बुद्धको ज्ञानलाई चाहिँ विवेचना गरेर प्रस्तुत गर्नुभयो। र स्वयं भगवान बुद्धको वचन पनि हामीले परीक्षा गर्दाखेरि त्यहाँ के खोट पाइयो, गल्ती पायो भने हामीले त्यसलाई छोड्न सकिन्छ। यी विवेचना गर्ने जुन एउटा चाहिँ टेक्निक छ, त्यसले गर्दाखेरि अनि भगवान बुद्धको वचनलाई पनि दुई भागमा राखियो, एउटा चाहिँ न्यायार्थ, एउटा चाहिँ नितार्थ गरेर राखियो। र त्यसकारण भगवान बुद्धले बताएको कुनै शास्त्र ग्रन्थको आधारमा मात्रै तत्कालै स्वीकार्नु जरुरी छैन। स्वयं नागार्जुन कल्याण मित्रले भन्नुभएको छ। र जति पनि भगवान बुद्धको चाहिँ विशेष गरेर संस्कृति परम्परा, नालन्दा विश्वविद्यालयबाट आएका परम्परामा लाग्ने अधिकांश बौद्धहरूले शाक्यमुनि भगवान बुद्धको बारेमा जुन नागार्जुन कल्याण मित्र जुन उहाँले लेख्नुभएको लेखहरू छन्, मूल प्रज्ञामूल कारिका, उहाँको त्यो मेन त्यो ग्रन्थ हो। त्यो एउटा अद्भुत छ। त्यो मैले पनि त्यसलाई हरेक सदा त्यो पुस्तक खोलेर हेर्ने गरेको छु। र त्यसपछि आर्यदेव कल्याण मित्रका आफ्ना मूल शिष्य आर्यदेव, उहाँको विद्यार्थी आर्यदेव हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ त्यही कुरालाई आधार लिएर चाहिँ अनि चतुर्शतक नाम गरेको 400 श्लोक भएको ग्रन्थको रचना गर्नुभयो। Section 400 mainly philosophical, sort of dealing philosophical things. अब त्यसमा चाहिँ फेरि त्यो चतुर्शतक भन्नेमा चाहिँ 800 आदि so 800 श्लोकहरू त्यसमा छन्। now Nagarjuna mentioned अहिले कल्याण मित्र नागार्जुनले भन्नुभएको छ, जब कर्म र क्लेशको अन्त हुन्छ, क्षय हुन्छ, अनि कर्म र क्लेश चाहिँ कहाँबाट आउँछ भन्दाखेरि त्यो चाहिँ परिकल्पनाबाट आउँछ। जसले त्यो शून्यताको बोध गर्छ त्यो सबै टुङ्गिन्छ, क्लेशहरू सबै टुङ्गिन्छ। त कसरी चाहिँ निर्वाणको प्राप्त गर्ने, कसरी चाहिँ त्यो मेन जरो, हाम्रो समस्याको जरो के हो, हाम्रो चाहिँ जुन मनको व्याकुलताको जरो के हो, त्यसलाई हट्नको लागि नागार्जुनले भन्नुभएको छ कर्म र क्लेशलाई हटाउनको निमित्त त्यसलाई हटाउन तपाईँ सफल हुनुभयो भने तपाईँले निर्वाण प्राप्त गर्न सक्नुहुन्छ। त्यसको कारण जब संसारिक कर्म जो छ, संसार चाहिँ कर्मबाट उत्पत्ति भएको हो। संसारिक कर्म, नेगेटिभ कर्म, त्यो कर्म र त्यो चाहिँ नकारात्मक कर्म जसले चाहिँ हामीलाई चाहिँ पीडा दिन्छ,
ignorance because of Kalesh. त्यो चाहिँ हामीसँग भएको एउटा चाहिँ अज्ञानताबाट पैदा भएको हुन्छ, कलेशबाट पैदा भएको हुन्छ त्यो कर्म। So therefore, जब त्यसैले the kasa हामीसँग भएको जब चाहिँ कलेश destructive emotion eliminate, then जसले हाम्रो मनलाई चाहिँ बिथुली दिएको रहेको हुन्छ, त्योलाई समाप्त पार्न सक्यो भनेदेखि तपाईँ निर्वाण प्राप्त गर्न सक्नुहुन्छ। then the question, how अब यहाँ प्रश्न के आउँछ भन्दाखेरि कसरी चाहिँ the negative यो emotion, कर्म र क्लेशलाई हटाउने त, because these विशेष गरेर यो emotions क्लेशलाई कसरी हटाउने त, किनकि very much यो based किसिमको on क्लेशहरू चाहिँ ultimate ignorance. एकदमै यो चाहिँ सबै अविद्या अज्ञानताबाट नै आएको हो भन्ने कुरा जानिन्छ। Believe things exist. त्यसैले त्यो कसरी आयो त भन्दाखेरि Now here quantum physics त्यो also चाहिँ हरेक विषय वस्तुलाई विषय वस्तुको सत्ता and वास्तविकै छ है, साँच्चीकै छ है भन्ने खालको all the कल्पनाबाट नै negative आइरहेको हुन्छ। emotion, you see, on जति the पनि basis of नकारात्मक सोच विचारहरू हामीमा आइरहेको हुन्छ त्यो सबै so the हामीले antidote जे of देख्छौँ, that, जे सुन्छौँ, जे हामीले सम्झिन्छौँ, should kasoda analyze these appearance are ती truly कुराहरूलाई exist हामीले or not. राम्रोसँग विचार गर्नु जरुरी छ। Then के हामीले जे सोच्छौँ त्यस्तै त्यहाँ छ त, सच्चाइमा त्यही छ त clearly mention भन्दाखेरि big differences अहिले appearance क्वान्टम फिजिक्स and विज्ञान reality. यसले पनि भनेछन् कि भनिरहेका छन् कि हामीले जे now, सोचिरहेको छौँ Nagarjuna's this word, वास्तवमै त्यहाँ के भइरहेको छ भन्ने कुरालाई चाहिँ विवेचना गरिन्छ। these त्यसका नागार्जुनले भन्नुभएको छ कि negative emotion very much so based यस्तो नकारात्मक सोच विचारहरू entirely based on ignorance. त्यो चाहिँ अविद्या अज्ञानमा नै टिकेको हुन्छ, रहेको हुन्छ। Something wrong feeling, grasping as जस्तो it कि हामीले is. चाहिँ गलत ढङ्गले त्यसलाई हामीले चाहिँ पक्रिरहेका हुन्छौँ र त्यही किसिमले हामीले that चाहिँ देखिरहेका हुन्छौँ, सुनिरहेका हुन्छौँ। The तसर्थ negative emotion, त्यो पकड wrong जो छ, emotion, त्यो नकारात्मक सोचले गलत ढङ्गले जुन पकडेको छ, eliminate, त्यो पकड जो छ, आसक्ति भएको छ, त्यसलाई हटाएपछि understanding deeper reality. त्यो हटाउनु भनेको नै तपाईँले सच्चाइलाई बुझ्नु हो, सच्चाइलाई जान्नु हो, वास्तविकतालाई बुझ्नु हो। These wrong views यो जति पनि गलत खालको हेराइ छन्, believed दृष्टि छन्, as appears and exaggerate जुन हामी अहिले something good, देखिरहेका छौँ, something bad. महसुस गरिरहेका छौँ, These कसैलाई हामीले राम्रो भन्छौँ, कसैलाई हामीले the नराम्रो भनिरहेका wrong हुन्छौँ। view, त्यो सबै that कुराहरू wrong चाहिँ view can eliminate गलत हेराइमा, मिथ्या दृष्टिमा रहेको हुन्छ। wisdom or जब त्यो मिथ्या दृष्टिलाई हामी हटाउन सफल हुन्छौँ, सच्चाइको दर्शन पाएपछि, सच्चाइलाई बुझेपछि हामी त्यो गलत कुरालाई हटाउन सक्षम हुनेछौँ। So, तसर्थ the essence now, the wrong view यसको सारांश कुरा भनेको चाहिँ गलत हेराइ, मिथ्या दृष्टि जो छ, remove or cannot change through faith, यसले हामीले के हटाउन सकिन्छ कि सकिँदैन त? but through analytical. त्यसलाई हामीले के What's the reason? प्रार्थना गरेर मात्रै, एउटा आशा व्यक्त गरेर मात्रै हटाउन सकिन्छ त? त्यसरी त सकिँदैन। Nothing exists as appears. वास्तविकता जो सच्चाइ जो छ, Appears. त्यो चाहिँ Now even quantum physics हामीले जो appears objectively. हामीले जुन देख्छौँ, सुन्छौँ, But if we investigate, nothing exists as appears. Now quantum यसमा physics also say, क्वान्टम फिजिक्स विज्ञानको भने अनुसार चाहिँ so long observer there, के विचार गर्दाखेरि then when no longer observer there, then very difficult to say things are there. अब त्यसमा चाहिँ द्रष्टा, हेर्नेवाला र हेर्ने ठाउँ, Quantum physics also now जब चाहिँ हेर्नेवाला रहन्छ त्यहाँ हेर्ने Exactly. स्थान पनि रहन्छ। she said, stated that. जुन ढङ्गले हेऱ्यो त्यही ढङ्गले त्यहाँ चाहिँ उदाइरहेको हुन्छ। So now here, जुन कुरा चाहिँ his कल्याण मित्र main, नागार्जुनले पनि disciple, बताइसक्नु भएको छ। as I mentioned earlier, अब उहाँको चाहिँ Aryadeva, नागार्जुनका जुन आफ्नो मुख्य उहाँको शिष्य आर्यदेव,
जुन मैले पहिला बताएँ 아니 너 지금이네. 가. 가. लेदेंगे मुझसे भीतर 야. 저기 너 지금 셔츠 티셔츠네. 거도. 그 저기 셔츠 티셔츠. अघि मैले एउटा नोट लेखेर ल्याएको थिएँ 어, 네. अहिले पाइरहेको छुइनँ अब पाइयो Are there and 400 verses आर्यदेव mentioned? उहाँले चाहिँ 400 श्लोक भएको एउटा ग्रन्थ लेख्नु भएको छ 내주대. 티시 너무 탐지. के भन्नु भएको छ भने चाहिँ जसरी शरीरमा शारीरिक इन्द्रिय व्याप्त छ त्यस्तै यो अविद्या पनि सबै ठाउँमा व्याप्त छ 미국 원보다 나의 원보로 써봐. 원보 हाम्रो चाहिँ 캡돼요. आँखाको इन्द्रियदेखि लिएर जुन सबै छवटै इन्द्रियमा 미 장장을 शरीरको इन्द्रिय चाहिँ अरू इन्द्रियहरूमा पनि व्याप्त छ 캡고요 말봐. 대단 만작. 리지 원보도 원보권을 캡돼요. 그래서 딥백. शरीरको इन्द्रिय चाहिँ सबै इन्द्रियमा व्याप्त छ त्यस्तै गरेर यो अविद्या मोह अविद्या पनि 너무 탐절로 सबै ठाउँमा व्याप्त भएको छ सबै क्लेशमा चाहिँ त्यो चाहिँ व्याप्त भएर रहेको हुन्छ 진짜 인도산에 대신 너무 탐절. त्यसो भएकोले 뜸무 좀 점을 줬어. त्यसरी नै सबै क्लेशहरू जब हामीले अविद्या मोहलाई 뜸무 봤어요. हटाउन सक्यो भनेदेखि बाँकी क्लेशहरू सबै हटाउन सकिन्छ 너무 탐절로. र त्यो मोह अविद्यालाई हटाउन उपाय अपनाउन सक्यो भने त्यो उपायले बाँकी अन्य क्लेशहरू पनि सबै हटाउन सकिन्छ 오문주고 나래. तसर्थ 껴나 멀린 직소. माध्यमिक अवतारमा पनि भनिएको छ 통주지. 다네. जति पनि क्लेशहरू सबै सत्काय दृष्टिबाट आइरहेको हुन्छ 너무 껴. त्यसैले त्यो 시절로다. 너무 अनि योगी साधकहरूले 삼월로 अनि यो आत्मग्रह सत्काय दृष्टिले हटाउन चाहन्छन् 댐버리 셴베 댄싱으로 되게 지겨워리. अनि जब त्यो हामीले कुनै पनि विषय वस्तु उदायकोलाई हामीले सत्ता भनेर स्वीकार्छौँ त्यसबाट नै यी सारा समस्याहरू आइरहेका हुन्छन् 너무 그 싸워디 아니 어제다 싸워디 क्लेशको मूल भनेको अविद्या 댐버리 셴베 댄싱 जसरी विषय वस्तु जसरी हामीले उदाएको हुन्छ त्यसलाई हामीले चाहिँ सत्ता सिद्ध छ भनेर चाहिँ हामीले चाहिँ पक्रिरहेका हुन्छौँ 그래서 좀 뜸무고. ती कुराहरू चतुर्सकमा बताएको छ 뜸무 좀 줘. 아니. 가. 댄싱 저번 좀 되니 동거 니도 시. 되네 떼네 다고 되니 우메 라미노. त्यसरी जब हामी प्रतीत्य समुत्पादको 댄싱 저번 좀 토는 뜸무. प्रतीत्य समुत्पादको जब हामीलाई दर्शन पाइन्छ त्यो दर्शन पाउन साथै सबै क्लेशहरू चाहिँ हटेर जान्छन् रे 다 जुन कुरा चतुर्सतकमा बताइसकेको छ आर्यदेवको ग्रन्थमा र भगवान बुद्धको धम्मको त्यो तरिकाहरू चाहिँ हामी सबैले दुःख चाहँदैनौँ यदि दुःख चाहँदैनौँ भने त्यसको मूल के हो क्लेश हो क्लेशको पनि मूल के हो त्यो अविद्या वस्तुको सत्तालाई ग्रह गरेर स्वीकार्ने त्यही हो त्यसलाई चाहिँ अनि शून्यताको सम्यक दृष्टि चाहिँ महत्त्वपूर्ण हुनु कारण चाहिँ यतिकै भनेको होइन रहेछ यो चाहिँ हाम्रो मनभित्र 너무 싸워지기 위해서네. 또 동네에 싸워 너무 मनभित्र रहेको क्लेशको दुःखको क्लेशको ज्वरोलाई निर्मूल पार्ने अनि त्यो रूपमा लिएको छ शून्यता बोधलाई त्यो किसिमको ज्ञान हामीमा भयो भने जसरी चाहिँ हामीले क्लेशले चाहिँ विषय वस्तुले आसक्तिको पकडमा परेको छ त्यसलाई हटाउन सकिन्छ अनि क्रमशः क्लेशहरू पनि हट्दै जान्छन् त्यसकारण भगवानहरूले आज्ञा भएको छ बुद्धहरूले शून्यताको
यो सम्यक दृष्टि चाहिँ धेरै महत्त्वपूर्ण छ भनेर आज्ञा भएको छ। 우머릭도 죽은데 त्यसकारण कल्याण मित्र नागार्जुनले रचना गर्नुभएको 6 किसिमका माध्यमिक दर्शन शास्त्रहरू छ। त्यसमध्ये मूल प्रज्ञा चाहिँ त्यसमध्ये मूल ग्रन्थ हो र त्यस सम्बन्धी त्यसका व्याख्यानहरू चाहिँ चतुर्शतक भन्ने ग्रन्थ छ, त्यो धेरै महत्त्वपूर्ण छ। त्यसपछि अनि बुद्ध पालिता आचार्य बुद्ध पालिताले रचना गर्नुभएका ग्रन्थहरू, 고불루루기 त्यसपछि 셰바 투무 모임 뭐 आचार्य नागार्जुन 14년 짜용에디 ले 데레 उहाँको 가서 आचार्य नागार्जुनको मतको प्रस्तुतिलाई 전에다 나와자고 우먼주 बढावा दिएर लैजाने चाहिँ आचार्य चन्द्रकृतिले रचना गर्नुभएको 우먼주 거체 जुन माध्यमिक अवतार जुन अहिले हामी सुन्ने गरिरहेको छौँ त्यो धेरै महत्त्वपूर्ण छ। 랑지 고랑자시 र यो यसको स्ववृत्ति आफैले पनि व्याख्या गर्नुभएको स्ववृत्ति पनि छ। 심시하래 म सानो हुँदाखेरि पनि मैले यो माध्यमिक अवतारको जुन यो मूल 주고 랑지 मैले कण्ठस्थ पारेको थिएँ शब्दहरू। त्यस्तै अनि यो माध्यमिक अवतारको जुन भाष्य छ त्यो पनि धेरै महत्त्वपूर्ण छ, किनकि यो चाहिँ स्वयं चन्द्रकृतिले रचना गर्नुभएको हो। तसर्थ 가다 루루기 젠자 제다 몽고 जस आचार्य नागार्जुनको मार्गमा लाग्ने साधक साधिकाले 제시 14년 영에디 यो शून्यताको चाहिँ सूक्ष्म कुरालाई चाहिँ बुझ्नको लागि मद्दत पुर्याउने चाहिँ आचार्य चन्द्रकृतिले रचना गर्नुभएको ग्रन्थहरू हो। 모니기 주나 हुन त बुद्ध पालिताको पनि रचनाहरू छन्। 비비 코레 벨칼지 고야스도가 너베스도가 यदि स्वभावैले सिद्ध छ भने त्यो चाहिँ अर्कोको भर नपर्न पर्ने हो रे। 아니 야 안다 नत्र भने 거사 오마 나온 가 नागार्जुनकै बाटोमा लाग्नु हुने भाव विवेक 랭제지 로벨 랭데 로벨 랭댕기 걔네 오마 나온 아니 नागार्जुनकै बाटोमा लाग्नु हुने भाव विवेकले रचना गर्नुभएको उहाँले के भन्नुभएको छ, जे देखिन्छ जे हामीलाई उदाउँछ त्यसमा विचार गरिन्न, विचार गर्न जरुरी छैन। 나왔다도 주요래 जुन 진짜 인도산에 जे देखिन्छ त्यही नै सच्चै त्यही नै सिद्ध हुन्छ भनेर उहाँले बताउनु भएको छ। 나왔다도 여도 메사디 잡아치야 요 말에서 송구도가 जे देखिन्छ त्यसलाई धेरै परीक्षा गर्न जरुरी छैन भनेर भाव विवेकले बताउनु भएको छ। अब त्यसमा चाहिँ चन्द्रकृतिले के भन्नुभएको छ भन्दाखेरि उम देनी छि छैन अदा माध्यमिक तत्त्व सङ्ग्रहमा यो बताएको छ। 랑제 샤지싱의 उम बचा जोस अहिले हामीले जुन व्यवहारमा चाहिँ जुन विषयवस्तुहरू छन् त्यसलाई चाहिँ स्वीकारेको छ भाव विवेकको मत अनुसार। 유랑 투무 모임 둘루중에 주바 사다디 각자 रिक्वेस्ट गर्छ त अनि उहाँले चाहिँ भाव विवेकको मतमा केलाई चाहिँ निश्चित पारिन्छ खण्डन गरिन्छ भन्दाखेरि देखिएको मात्रै नभएर एउटा 가다 지난 게쇼 가다 가이네 वस्तु 유딩네 जुन 유딩네 सत्तामा सिद्ध छ भन्ने कुरालाई निश्चित पारिएको छ भने चन्द्रकृतिको हेराइमा चाहिँ 나오나시 जुन हामीलाई उदाइरहेको छ, देखिरहेका छौँ, सुनिरहेका छौँ, 소나시 유딩네 यसैलाई नै विवेचना गरिन्छ। 데 나오다도 주체 대베 얘나 얘네 우모주게 나려야 박배냠 성고부 지교타 त्यसकारण 가져란 게 생이 땡이 아니, 데려고 응고부지고 싫 돈이 응고부지고 규규는 되는지 되지 यदि विषय वस्तुको सत्ता स्वीकारिएको छ भने 거짓고부지 अनि आर्यहरूको हेराइमा आर्य बुद्ध बुद्धिस्टहरूको हेराइमा अनि त्यसलाई 이거 소식 보건식이 다다잖아요 चाहिँ निश्चित पारेको हुनेछ। 규격한 게 이번 요사 다디 박배냠 성고부 지교타 얘네 다녀다 버리고 आर्यहरूको समाधि अवस्थाले चाहिँ वस्तुलाई निश्चित पारेको हुने दोष लाग्नेछ आदि आदि। 디크도 저도 좀문제 가다 얘네 यी लगायत 도모고 나려야 얘네 천호 랑도 भगवान बुद्धले धेरै सूत्रहरूमा के आज्ञा भएको छ भन्दाखेरि त्यसकारण 어디 हरेक विषय वस्तु धर्महरू चाहिँ स्वभावैले शून्यता छ भनेर जुन बुद्धले आज्ञा गर्नु भएको छ त्यो पनि अस्वीकार्य हुन जानेछ भाव विवेकको भनाइ अनुसार। 박배 냠샤사 되기 냠샤 이식이
अब आर्य भगवान बुद्धहरूको चाहिँ ध्यानमा बसेर जुन उहाँहरूको त्यो समाधि ध्यानको अवस्थाबाट जे दर्शन गरिन्छ त्यो चाहिँ अहिले हामीले जुन हामीमा उदाइरहेको त्यही कुरालाई नै अनि हेरेको हुन्छन् त्यसरी हेर्दाखेरि चाहिँ कुनै पनि कुराको वास्तविकता छ भने परीक्षा गरेर हेर्दाखेरि परीक्षा गरेर हेर्ने दिमागको अगाडि त्यो टिक्नुपर्छ तर यसरी परीक्षा गरेर हेर्दाखेरि कुनै पनि विषयवस्तु त्यो दिमागको अगाडि टिकेको हुँदैन टिक्न सक्दैन अब व्यावहारिक सत्य व्यावहारिक सत्यमा जुन हामीले एउटा स्वीकारेका हुन्छौँ यो लोक व्यवहारमा जुन ख्याति छ त्यो हिसाबले मात्रै स्वीकार्ने हो भन्नुको तात्पर्य काम चलाउको हिसाबले मात्रै स्वीकार्ने हो न कि वास्तविकता भएर त्यसकारण आचार्य चन्द्रकृतिको भनाइ यो अति नै महत्त्वपूर्ण छ त्यसकारण व्यावहारिक सत्यलाई त्यति विचार नगरिकन त्यसलाई स्वीकार्नु पनि हुन्छ तर पारमार्थिक हिसाबले वास्तविकताको हिसाबले त्यो चाहिँ सूक्ष्म 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 गरेर परीक्षा गरेर जाँदाखेरि आखिरमा त्यहाँ केही पनि नपाएको अवस्थामा पुगिन्छ विचार गरेर हेर्दाखेरि के पनि पाइरहेको हुँदैन त्यस्तै त्यसलाई हेर्ने द्रष्टा जुन भित्रको मन छ त्यो मन पनि त्यसलाई पनि विचार गरिन्छ मनलाई पनि विचार गरिन्छ त्यसलाई विचार गर्दाखेरि त्यो सलल बगिरहेको एउटा चाहिँ एउटा धारावाहिक रूपमा चाहिँ त्यो रहेको हुन्छ तर त्यो पनि क्षणिक क्षणिकमा गइरहेको हुन्छ बदलिरहेको हुन्छ एक किसिमले भन्यो हो भने बितेको मन चाहिँ बितिसक्यो भविष्यको मन आएकै छैन अहिले यहाँ वर्तमानमा रहेको मन पनि यो हो भनेर चाहिँ किटानका साथ भन्न सक्ने अवस्था पनि रहँदैन तर अहिले हाम्रो मनमा जुन एउटा मन छ भनेर एउटा जुन हामीलाई उदाइरहेको छ र त्यो मनलाई पनि विवेचना गर्ने हो भने हामीले भने जस्तो त्यहाँ रहेको हुँदैन यसरी विचार गर्दाखेरि यो मात्र काम चलाउको हिसाबले लोकले काम चलाउको हिसाबले मात्रै स्वीकारिन्छ न कि वास्तविकताको हिसाबले यसरी बताएको छ अब अहिले हामीले व्यावहारिक हिसाबले चाहिँ यो छ त्यो छ भनेर एउटा काम चलाउको हिसाबले मात्रै यसलाई स्वीकारिन्छ न कि वास्तविक हिसाबले वास्तविकतामा परीक्षा गरेर हेर्दाखेरि त्यो कुनै पनि चिजहरू त्यहाँ टिकेको हुँदैन र माध्यमिक अवतारमा भने अनुसार आचार्य नागार्जुनको चाहिँ जुन भनाइलाई नै अनि स्वीकारेर अनि आचार्य चन्द्रकृतिले यो बताउनु भएको मैले पहिला पनि भन्दाखेरि 17 जना पण्डितहरू विद्वानहरू लाई मैले चाहिँ 17 जना पण्डित राख्ने कारण त्यो किनकि 8 जना विद्वानभित्र चाहिँ चन्द्रकृति त्यहाँ हुनुहुन्न त्यही भएर चाहिँ मैले विशेष गरेर नागार्जुनले बताउनु भएको जुन महत्त्वपूर्ण मार्गलाई चाहिँ स्पष्ट रूपमा अनि बताउन सक्ने क्षमता भएको व्यक्ति चाहिँ आचार्य चन्द्रकृति हुनुहुन्छ उहाँलाई पनि समावेश गरेर 17 जना विद्वानहरूको चाहिँ मैले यस्तो आकृतिहरू मूर्तिहरू फोटोहरू बनाउन लागेको हुँ त्यसकारण अनि माध्यमिक दर्शनमा पनि प्रासङ्गिक माध्यमिक स्वतन्त्रिक माध्यमिक भनिहरू छन् त्यसको भेद त्यसको चाहिँ भिन्नता के छ भन्ने कुरा पनि अनि आचार्य चन्द्रकृतिको भनाइबाट स्पष्ट हुन्छ अब हाम्रो भोट त्यसमा यो तान्त्रिक कुराहरू चाहिँ थुप्रै कुराहरू छन् पूजा विधिहरू पनि थुप्रै छन् र माध्यमिक दर्शनमा बताएको शून्यताको कुराहरू पनि त्यसमा बताइएको हुन्छ तर त्यो त बुझ्नु पर्यो नि जस्तो हामीले वज्र भैरवको जुन साधना छ त्यो साधनामा चाहिँ आफू र अनि शरण वृक्ष जुन कुरा छ त्यो पनि मात्र काम चलाउको हिसाबबाट प्रत्येक समुत्पादको काम चलाउको हिसाबबाट मात्रै स्वीकारिन्छ जस्तो कि नागार्जुनले भन्नुभयो अनुसार प्रत्येक समुत्पाद मात्र यो भयो त्यो हुन्छ त्यो भयो यो हुन्छ भने जुन प्रत्येक समुत्पाद छ
어디 루루기 त्यो सारा विषय धर्ममा चाहिँ व्याप्त छ 김전디 र 다들 니야면도 가서 뒤지고 다들 니야면도 가서 나오는 시도 면도 가서 विचार गरेर हेर्दाखेरि स्वभावैले कुनै पनि विषयवस्तुको उपलब्ध छैन भनेर भन्नुको तात्पर्य के त भन्दाखेरि हरेक चिजबिजहरू चाहिँ सापेक्ष छन् सापेक्ष छन् एक अर्कामा भर परिरहेको छ सबै चाहिँ सापेक्ष छन् एक अर्कामा भर परिरहेका छन् जो चाहिँ सापेक्ष छन् एक अर्कामा भर परिरहेका छन् त्यो स्वभावैले सिद्ध भन्ने कुरा चाहिँ हुँदैन 때네 수수자네 त्यसैले 샤다 त्यसैले एक अर्कामा भर परिरहेको भन्ने जुन शब्द छ 왕그 주어지 त्यो चाहिँ अर्कोमा भर परिरहेरै त्यो अर्कोमा भर परेरै रहेको हुन्छ न कि स्वतन्त्र रूपमा 중사 시디기 त्यसकारण 현직된 제 현직된 अनि 때네 त्यो भएर 에네 코야 यो हुन्छ 편연주대 त्यो भएको कारणले त्यो हुन्छ भनेर एक अर्कोमा भर परेर मात्रै रहेको हुन्छ 네 정원시 말베 어디 병원 때문에 나올래 땡시 춘인민도라 중심 직전 수양돼 त्यसकारण 그래서 그걸 개오시 땡시 त्यसकारण 땡들 사디기 뚜루 त्यसकारण 거기도 와 प्रत्यक्ष समुत्पाद भनेको चाहिँ एक अर्कोमा भर परिरहेको हुन्छ भनेर बताएको छ 땡시나 뜨네 यदि त्यो अर्कोको भर परिरहेको छ भने त्यो चाहिँ स्वतन्त्र भन्ने हुँदैन 내가 매정해 예정해 다다 되기 त्यसकारण काम चलाउको हिसाबले त्यो छ त्यो रहन्छ काम चलाउको हिसाबले त्यो रहन्छ भगवानले पनि सूत्रमा आज्ञा भएको छ दुई सत्य भनेर आज्ञा गर्नुभएको छ 편연 전에 예정해지기 다녔던 바 विचार नगरिकन काम चलाउको हिसाबले हेर्ने हो भने व्यवहारमा सबै चिजहरू छन् त्यसले स्वीकारिन्छ तर त्यही कुरालाई विचार गरेर फेरि विवेचना गरेर त्यसको गहिराइमा गएर हेर्दाखेरि 때문에 여치네 त्यो कुराहरू चाहिँ फेरि टिक्दैन नटिक्नु नै त्यसलाई पारमार्थिक सत्य भनेर नाम दिएको छ त्यसैले 아니 परमार्थ सत्य र समृद्ध सत्य भनेर दुई सत्यको व्यवस्था गरिएको छ 마르방안에 탄협의 최대 시행이 되잖아요. 아니 र व्यावहारिक हिसाबले काम चलाउको हिसाबले अब कर्म हेतु फलहरू सबै कुरा 윤제 땐지 त्यहाँ रहेको हुन्छ 차산시 कर्म हेतु फललाई त्यसलाई स्वीकारिएको छ स्वीकारिन्छ 남샤수한테 쉬우지 개심을 했어. यो दुईटा सत्यको व्यवस्थालाई चाहिँ जुन भगवानले आज्ञा गर्नुभएको छ त्यो धेरै महत्त्वपूर्ण कुरा रहेछ 아니 हामीले साँच्चीकै छ भन्ने जुन आसक्ति गरेको छौँ त्यसलाई चाहिँ हटाएर पारमार्थिकमा हामी पुग्छौँ 아니 탄협 때문에 र अरूलाई हित गर्ने दयामायाको भावना गर्ने करुणा गर्ने कर्म हितलाई स्वीकार्ने चाहिँ काम चलाउको हिसाबले व्यावहारिक हिसाबले त्यसलाई स्वीकारिन्छ भन्दाखेरि यो चाहिँ भगवानले जुन दुई सत्यको आज्ञा भयो त्यो महत्त्वपूर्ण कुरा रहेछ 난 남하베때 뭐 त्यसकारण 아니 동해 씹어서 군주방 अनि भगवान बुद्धले यो दुःख सत्य हो यो दुःखको कारण हो यो दुःख अन्त भएको हो अवस्था हो अनि यो चाहिँ दुःख अन्त पार्ने चाहिँ मार्ग हो भनेर चाहिँ यसलाई दोहोऱ्याएर तीनपल्टसम्म भगवानले आज्ञा भएको छ 계속 줬어. 단 뒤수구대 아니 시야 त्यसपछि 상담 다세서는 동해 시야 요마르스 군주방 त्यसपछि 승승사되기 대바이우도 소용도가 त्यसलाई राम्रोसँग विचार गरिसकेपछि चाहिँ 당부거도리야 राम्रोसँग विचार गरेर हेर्दाखेरि चाहिँ अनि त्यो चार सत्यको तेस्रो 작업 अवस्थामा दुःखलाई जानिसकेपछि जान्न जरुरी छैन आदि आदि कुरा भन्नुभएको छ त्यो कुरा पनि त्यहाँ आउँछ महाराजले अनि त्यसपछि अनि ती कुराहरूलाई नि अलि विस्तृत रूपमा भगवानले प्रज्ञा पारमिताको धम्मदेशनामा बताउनु भएको छ ngoni mo juboda ene प्रज्ञा पारमिताको धम्मदेशनामा हरेक विषय वस्तुहरूको चाहिँ स्वभावैले सिद्ध छैन भनेर बताउनु भएको छ त्यहाँ बताएको छ रूपै शून्यता शून्यता नै रूप हो रूपभन्दा शून्यता अलग छैन शून्यता रूपभन्दा अलग छैन भनेर बताउनु भएको छ तसर्थ प्रज्ञा पारमिताबाट नै भोलि गएर सम्यक सम्बुद्धता प्राप्त गर्न सकिन्छ र यो शून्यताको बोध गर्न सक्नु नै पछि यो जुन यो अविद्या ज्ञा आवरण नाम गरेको अविद्यालाई त्याग्न सकिन्छ त्यसकारण क्लेश आवरण जस्तो अविद्या ज्ञा आवरण जस्तो अविद्या त्याग्नुको लागि चाहिँ अनि शून्यताको दृष्टि अपरिहार्य छ अनि यो भनाइ चाहिँ भगवान बुद्धको पहिलो धम्मचक्र अब दुःख सत्यलाई बुझिसकेपछि बुझ्न जरुरी छैन दुःखको कारणलाई त्यागिसकेपछि त्याग्न जरुरी छैन आदि आदि कुरा भन्नु जुन बताइएको छ त्यो पनि यसै कुरा लिएर भनेको हो
त्यसकारण 신이 동안데 जुन भनाइलाई अलि विस्तृत रूपमा अनि दोस्रो धम्मचक्रको बारेमा भगवानले प्रज्ञा पारमिताको देशनामा स्पष्ट रूपमा बताउनु भएको छ 就是가 되네 콜로타메 त्यसपछि 다 अब अन्तिम धम्मचक्र जुन भगवान बुद्धले आज्ञा भयो 샤베나 이는 콜로타마 त्यसमा सन्धि निर्मोचन नाम गरेको सूत्रहरूमा के बताइएको छ भन्दाखेरि रु지 콜로타마도 되니 용기요래 천이 숨체니 विशेष गरेर सैद्धान्तिक हिसाबबाट चित्त मात्र स्कुल चित्त मात्र सिद्धान्त चाहिँ 주었으니 भगवानले बताएको अन्तिम धम्मचक्रलाई 된듯습니다 체용도 आधार लिएर 된듯이죠 बताएको देखिन्छ 대단하다 त्यसमा चाहिँ 네 अब चाहिँ माध्यमिक अवतारको बारेमा हामी अगाडि बढौँ 슝우머레 माध्यमिक अवतारमा माध्यमिक भनेको अर्थ के हो त भन्दाखेरि उम साशिरोला यसको खासै माध्यमिक भन्ने चाहिँ नागार्जुनले रचना गर्नुभएको जुन मूल प्रज्ञा छ त्यो नै हो त्यसको बारेमा त्यसको अर्थ भन्न खोजेको भएकोले माध्यमिक भनेको हो 토마에네 सर्वप्रथम 고주셔버리셔 यस्तो मङ्गल उच्चारण धेरै महत्त्वपूर्ण छ 사제주서 레종시 श्रावक प्रत्येक बुद्धहरू बुद्धिसत्वहरू 제주선의 예산은 बुद्धहरू चाहिँ बुद्धिसत्वबाट उत्पन्न हुन्छन् dom쳐보시오 बुद्धिसत्वहरू अद्वैय ज्ञान 년도라 र बुद्धिचित्त करुणाबाट उत्पन्न हुन्छन् भनेको छ धेरै महत्त्वपूर्ण छ 년도 뒤니 동딩사 प्रत्येक बुद्धलाई चाहिँ 예 मध्यम स्तरको बुद्ध भनेर पनि बताएको छ 디리 아니 투보 공부 숭례 아니 केबरे अनि 어느 श्रावक र प्रत्येक बुद्ध चाहिँ कहाँबाट उत्पन्न हुन्छन् भनेपछि भगवान बुद्धको चाहिँ वचनबाट 가서 그게 उत्पन्न भएका हुन्छन् 산지 고방 영향이 쭉 가려서나 산지 전수 선보 내주신 अनि भगवान बुद्धको पदप्राप्ति कहाँबाट हुन्छ भन्दाखेरि बोधिसत्वबाट चाहिँ बुद्ध उत्पन्न हुन्छ 사대배 전수 선보 된적이 천지시 지나네 계신인가 남도나네 전주 선도 돈이 있다고 줄 때니 अब यसमा दुईटै कारण छ हैन 지다 बोधिसत्व 로베 아니 कल्याण मित्रको रूपमा स्वीकारेर 손에 타네 전수 선 र आफू स्वयं पनि बुद्धिसत्व भएको अवस्थाबाट 아니 소지 내가 아니, 이런 걸 땅에 되네 이네 사탄 बुद्ध 진짜들다 भनेको हुन्छ 가다 전수 सुरुमा बुद्धिचित्त उत्पाद गरेर क्रमशः खुड्किलो गएर 산지 고방 अनि त्यसपछि उहाँ बुद्ध बन्नुहुन्छ 전수 선보 내중신 तसर्थ 어 र भगवान बुद्ध चाहिँ बुद्धिसत्वबाट 산지 고방 토비하기 उत्पन्न भएका हुन्छन् 다 규도 र 닝시세 बुद्धत्व प्राप्त गर्ने मूल हेतु कारण के हो त भन्दाखेरि त्यो चाहिँ 다지 뭐냐 전에 महाकरुणा हो 그다 라시안 되네 주주실 주주스네 기버 장도 주야 인 यो महाकरुणा नै हो जसले आफ्नो हित पनि पुरा गर्छ 샹주 주야 인네 अरूको कल्याण पनि यसैले पुरा गर्छ 어 यो बुद्धिचित्तले नै पुरा गर्छ 장주 성 고면을 나고 민두가 여다 तसर्थ अरू प्राणीको हित गर्न पनि यो बुद्धिचित्तले नै गर्छ र 군든 जसले हाम्रो चित्तलाई सन्चो पार्छ शरीरलाई सन्चो पार्छ 아니 야야다 यो सबै चाहिँ मूलत करुणा बाट आएको हुन्छ 돈이도 따와대기다 र त्यही करुणालाई अलिक गहिराइमा गएर हेरेपछि त्यहाँ अद्वैय ज्ञानको कुराहरू आउँछ 아니 돈이 अद्वैय ज्ञान जसले शून्यताको बोध गरेको हुन्छ 동네에서 शून्यताको चाहिँ 댄징이 지기버 सम्यक दृष्टि 인도산에 아니 용방 저가서 이제 예도 로를 내야지 त्यसकारण 어 अब तपाईँ सत्काय दृष्टिलाई निर्मूल पार्नलाई शून्यता दृष्टिको चाहिँ ठुलो भूमिका हुन्छ 예버실 र अनि 내용도 अनि सारा अविद्या त्यागेर सम्यक बुद्धता प्राप्त गर्ने 댄징이 있으면 सफल बुद्धता प्राप्त गर्न सकिँदो रहेछ अरू उपाय छैन रहेछ भन्ने कुरा हामीलाई जान्दछौँ 자주스 र बुद्धिचित्त भनेको चाहिँ 영화 개발 के हो त भन्दाखेरि 댄징이 있는 로터로 자주스 셈센이다 송하라 안들디 अब 어 अनि बुद्धिचित्त 아니 계산한 주스 अब बुद्धिचित्त करुणा अद्वैय ज्ञान यो तीनटा कुराहरू चाहिँ 닝지 전부터 쉬우 저 통다 봤음도 개처하시는 이잖아요 아니 अद्वैय ज्ञान र 더자고에 करुणा चाहिँ बुद्धिसत्वको 세니 개별로도 편소디 चाहिँ 사변탄에 별로 춘저 유 प्रकट गर्ने कारण हुन् 롱전을 몇부터 본데 र आचार्य चन्द्रकृतिले भन्नुभएको छ 아니 करुणालाई सबभन्दा पहिला उहाँले वन्दना ढोक गर्नुभएको छ ग्रन्थको सुरुमै
एनी माध्यमिक अवतार ग्रन्थको सुरुमै उहाँले चाहिँ करुणाले वन्दना ढोक्नु भएको छ फादो ये पिके किनकि त्यो बुद्धत्व प्राप्त गर्नको लागि जब छिन्डसिल बिउ शिम्बल पनि त्यही हो लया चिगी र बिचमा आएर अभ्यास साधना गर्दाखेरि पनि पानी जस्तै त्यो करुणा नै हो अन्तत्वगत बुद्धत्व प्राप्त गरिसकेपछि पनि अनि त्यो करुणा नै भएर अरूको हितकारी काम भगवान बुद्धले गरेका हुन्छन् र तिनै अवस्थामा करुणाको महत्त्व छ सुरुको अवस्था बीचको अवस्था अन्तिमको अवस्थामा करुणाको महत्त्व छ र त्यसको मूल चाहिँ करुणा नै हो रहेछ हामी सबैले यो कुरा बुझ्नुपर्छ जमुनी दिगांगे पेन हामीले अहिले पनि हामीलाई अनुभव भइरहेको छ महसुस भइरहेको छ 자와서야디 속도가 된도도 있네. अनुकम्पा करुणा चाहे त्यो पशु प्राणी नै किन नहोस् चरा चुरुङ्गी नै साना साना किराहरू स्थिति कसरी यिनीहरू जीवित रहन्छन् भन्दाखेरि करुणाबाट जीवित रहन्छन् अनुकम्पाबाट जीवित रहेका हुन्छन् 이디 참으로 제외 속도가 त्यसकारण 와 हामी जति पनि अहिले जीवित रहेका छौँ 디기스야 그 자와자와 두서 यो पृथ्वीमा जति पनि हामीले सुख शान्ति प्राप्त छ यो सबै करुणाबाट आइरहेको हुन्छ 저저디 भौतिक वस्तुको विकास पनि जरुरी त छ तर मूल चाहिँ हाम्रो मनभित्र त्यो पवित्र दयामाया करुणाको भावनाको ठुलो भूमिका रहन्छ त्यसकारण चाहे तपाईँले धर्म मान्नुहोस् चाहे धर्म नमान्नुहोस् 자와서야디 다 सबैको लागि करुणा उत्तिकै महत्त्वपूर्ण छ 대응 उत्तिकै आवश्यक छ 우선 생지부터네 디시 त्यसैले 아니 अनि हाल आएर वैज्ञानिकहरूले परीक्षा गर्दाखेरि 준주지 가서다 쏘자 वैज्ञानिक विचारले परीक्षा गर्दाखेरि 초벌 पशु प्राणीहरू 때네 धरी उनीहरू चाहिँ एउटा समूहमा रहेर जीवित रहेका हुन्छन् 세리 어디 सामाजिक समाजमा रहेर जीवित रहेका हुन्छन् 진짜로야 가다 에네 소소하게 강도 댄스 त्यो भएपछि 에네 지소로 걸어야 त्यो समाजमा रहने भएपछि अनि हामीले एक आपसमा अनुकम्पा दयामायाको भावना हुनै पर्छ 말 हुनै 댄스 पर्छ बच्चा जन्मना साथै आमाको करुणाको भर परे ऊ चाहिँ जीवित रहन सक्छ 신기 형되게 말이스 뒤쳐기지 말이스 र आमाको जुन करुणा छ त्यो बच्चामा परेको हुन्छ सजिनै इन्जुसाने मलाई जबुले टिकाला र त्यसरी ऊ जीवित रहेको हुन्छ भनेर अहिलेका वैज्ञानिकहरूले पनि भन्ने गरेका छन् 시디 뭐뭐디 त्यस कारण अनि हामीले चाहिँ विश्व शान्ति भन्ने गरेका छौँ त्यो शान्ति त पहिला हाम्रो मनभित्र आउनु पर्यो 어딘지 인도 त्यो मनभित्र आउनलाई यो करुणा पवित्र दयामाया करुणाको भावना आउनु पर्यो त्यस कारण आचार्य चन्द्रकृतिले भन्नुभएको छ 되잖아요디 난가 सबभन्दा पहिला ग्रन्थको सुरुवातमै करुणाले उहाँले दण्डवत ठोक गर्नुभएको छ 닝지직 다 त्यसपछि 면자들 소용이 당고 마시달라 신주시 अनि करुणा पनि त्यसमा अलिअलि केही भिन्नताहरू अवश्य पनि छन् 야 त्यसकारण सबभन्दा पहिला शनि तीन किसिमका करुणाको व्याख्या भिन्नता यहाँ देखाइएको छ होइन प्राणीहरूलाई हेरेर करुणाको साधना मात्र अनित्य धर्मलाई हेरेर करुणाको भावना र निस्वभावतालाई हेरेर करुणाको भावना गरेर तीन किसिमको सम्यक दृष्टिलाई लिएर तीन किसिमको हिसाबले करुणाको भावना गरिन्छ अभ्यास गरिन्छ त्यसकारण करुणालाई सबभन्दा पहिला दण्डवत वन्दना ढोक गरिएको छ जन्म जन्मान्तरसम्म बुद्धिचित्तको चाहिँ साधना अभ्यासमा लागेर र त्यसले चाहिँ अनि सर्वज्ञ बुद्धत्व अवस्थालाई पहिचान गरेर त्यो प्राप्त गर्न सकोस् भन्ने हिसाबले अभ्यास गरिएको हुन्छ पहिलो बुद्धिसत्वको भूमिको बारेमा यहाँ बताइन्छ जब बुद्धिसत्वको पहिलो भूमि प्राप्त हुन्छ तब समन्त भद्रले रचना गरेको जुन चाहिँ प्रणिधान छ त्यो उसको मुखार बिन्दबाट प्रार्थना गर्नुहुन्छ जो बुद्धिसत्व पहिलो भूमिमा पुगेका छन्
어다 सबभन्दा पहिला चाहिँ करुणालाई महत्त्व दिएको छ अनि शिरको ठोद चाहिँ युन्द दुःख पीडाले पीडित भएको व्यक्तिलाई कसरी त्यहाँबाट चाहिँ उद्धार गरौँ भन्ने भावना जुन हाम्रो आउँछ त्यहाँबाट चाहिँ त्यो हो करुणा भनेको त्यो भयो र त्यो करुणाले आँटेको कामलाई पुरा गर्नलाई चाहिँ अर्को प्रज्ञाको साथ चाहिन्छ प्रज्ञा नै चाहिँ त्यो अज्ञानताहरूलाई चाहिँ हटाउँछ क्लेशहरू जतिसुकै बलियो भए पनि त्यो छाडीको त्यसलाई हटाउन सकिन्छ मनको वास्तविकतामा त्यो अर्कै किसिमको हुन्छ तर राग रिस मोह क्लेश चाहिँ त्यो चाहिँ आगन्तुक त्यो चाहिँ अस्थायी हुन् त्यो क्लेश चाहिँ उल्टो धारणाबाट आइरहेको हुन्छ अविद्याको कारणले त्यहाँ मिथ्या दृष्टि भएर आइरहेको हुन्छ त्यसकारण त्यसलाई हटाउन पनि सकिन्छ त्यसैले जतिसुकै क्लेशहरू आए तापनि त्यो अस्थायी भएको त्याग्न सकिन्छ अनि त्यसपछि बोधिसत्वको भूमिको खुड्किला चल्दै चल्दै गएर माथि माथि गएर सातौं भूमिमा पुगेपछि बोधिसत्व उत्पादन गरेर 신의 톱니 아니 동전을 그 अनि बोधिचित्तमा 또 세인들잖아요 아니 स्थायी अवस्था प्राप्त गरेर शून्यताको बोध गरेर 파람 줄을 깨니 राजले जिखासा त्यसपछि अनि दर्शन मार्ग रे बोधिसत्वको दर्शन मार्ग प्राप्त हुन्छ जुन बेला तपाईले शून्यताको सर्लङ्गी दर्शन पाउन सक्नुहुन्छ अनि तपाईँ आर्य बोधिसत्वको आर्य भूमिमा तपाईँ पुग्नुहुन्छ 저것이 남불라 내장 토왕 송지 당제 त्यसकारण रासा ज्ञानमनी सुनमदाको वांगे पाउँछ नम्बर फेल्स होदा इने न्यानो सुबोदसे यस प्रकार रिक्युकोने सिकिनु भ तेने लोदोको सिकिनु भ श्रावक अर्थहरू होदा लाई बोधिसत्वहरूले सुरुदेखि नै बोधिचित्तको अभ्यासबाट समन गर्न सक्नुहुन्छ तर प्राज्ञिक बुद्धिको हिसाबले चाहिँ सातौं भूमिमा पुगेपछि मात्रै आर्य बोधिसत्वहरूले आर्य श्रावक प्रत्येक बुद्धहरूलाई समन गर्न सक्नुहुन्छ समन भनेको मतलब भनौँ न उहाँहरू भन्दा पनि उच्च कोटिमा पुग्न सकिन्छ त्यसकारण बोधिसत्वहरू सातौं भूमिमा नपुगुन्जेलसम्म चाहिँ आफ्नो पुण्यको बलले श्रावकहरूलाई जित्न सक्नुहुन्छ तब बोधिसत्वको सातौं भूमिमा पुग्छन् बोधिसत्वहरू अनि उहाँहरूले अनि श्रावक र प्रत्येक बुद्धहरूलाई पनि आफ्नो प्राज्ञिक ज्ञानको बलले जित्न सक्नुहुन्छ रे 가나이네 जेहोस् रिक्युकोने सिकिनु भ तेने अनि श्रावक र प्रत्येक बुद्धलाई पुण्यको बलले जित्ने र अनि ज्ञानको बलले जित्ने त्यसकारण ज्ञानको बलले श्रावक र प्रत्येक बुद्धलाई जित्नको लागि चाहिँ प्रथम भूमि मात्रैमा सकिँदैन सातौं भूमिमा पुग्नु पनि हुन्छ बोधिसत्वको सातौं भूमिमा पुग्नु हुनुपर्छ महत्त्वपूर्ण कुराहरू बताएको छ अब यहाँ एउटा आगम प्रस्तुत गरेको छ यो आगमले चाहिँ श्रावक र प्रत्येक बुद्धले पनि धर्म अनात्मा भन्ने एउटा चाहिँ ज्ञान छ त्यो उनीहरूमा पनि हुन्छ भनेर बताएको छ यदि श्रावक र प्रत्येक बुद्धमा धर्म अनात्मा नाम गरेको ज्ञान नहुँदो हो त बोधिसत्वले उनीहरूलाई बोधिसत्वको पहिलो भूमिदेखि नै उनीहरूलाई जित्न पर्ने हो तर त्यो त यहाँ बताएको छैन यहाँ त सातौं भूमिमा पुगेको बोधिसत्वहरूले मात्रै उनीहरूलाई ज्ञानको हिसाबले जित्न सक्छन् भनेर बताएको छ तसर्थ के जताउँछ भन्दाखेरि चाहिँ श्रावक बुद्ध प्रत्येक बुद्धले पनि धर्म अनात्माको बोध गरेको हुन्छ रे
즉시 त्यसो भएकोले 다디네 त्यसो भएकोले यो आगम 디자기 참수는 실 बताउँछ 차제선 यदि 빵야 민주로스 श्रावक र प्रतिबुद्धहरूले पनि 술로서 धर्म अनात्म ज्ञानको 미베 치질로도 बोध नगरेका हुन् भने 민주르데 उनीहरू चाहिँ अबौद्धहरू जस्तै भएको भने 남지 भन्नु पनि हुन्छ कुनै पनि विषय धर्मको 가사가 वास्तविकतालाई 최지다에 जानेको ज्ञान 또 보시면 यदि नहुने हो भने 다음에 치지 말라고 가사가 다음에 또 नहुने हो भने उसले पुद्गल अनात्मा ज्ञान पनि 술로서 랑게 뭐 प्राप्त नगरेको हुनेछ 미베 치질로도 교배치 가사가 다음에 또 보면 아니, 민주르데스 다디 त्यसकारण 다도 पञ्चखण्डलाई 풍불러 पञ्चखण्डलाई सत्ताको रूपमा स्वीकार्ने हो भने दिनगा서 수수가 पुद्गल अनात्मा भन्ने ज्ञान पनि गरे पाउन गाह्रो हुन्छ यो धेरै महत्त्वपूर्ण कुरा छ 저렇게 영어되기네 त्यसैले म आफ्नो त्यति अनुभव त छैन 하나만ገብ주시면 तैपनि 어머 고버려서 50 वर्ष जति 제니 मैले चाहिँ यो 풍부 माध्यमिक 가사 अवतारको चाहिँ घुम्बर अफसल 풍부 माध्यमिक मत प्रकाशन नाम गरेको ग्रन्थ मैले 지금 हेर्दाखेरि अध्ययन गर्दाखेरि 무슨 마소네 아니 अब हाम्रो जुन यो पञ्चखण्ड र 세워지니 म भन्ने एक हो कि 그래서 अलग हो भनेर यसरी विवेचना गर्दाखेरि 책들 톰베 그러는 거 닝도 यो 처주죠 शब्द मैले पहिला सुन्दाखेरि 사버시로 मेरो मन अलिकति चसक्क भएर आयो मन चसक्क भएर आयो 가사가 다음에 라바데 베징이 또 없다 यो अचम्म रहेछ 또 없어 यसले चाहिँ अवश्य पनि 내가 처음 보다 पुद्गल अनात्मा भन्ने ज्ञान चाहिँ एउटा मोटामोटीको हिस्सामा बताएको रहेछ साउन्डमा भन्ने मलाई महसुस भयो 풍부 이제 뭐 जब मैले नागार्जुन रचना गर्नुभएको रत्नवाली ग्रन्थको अध्ययन गरेँ त्यहाँ के पता छ जबसम्म पञ्चखण्डलाई सत्ता स्वीकार गरिन्छ तबसम्म 수로서 यसमा आत्मा दृष्टि रहिरहनेछ 마미도 사바지가 로리에 슉슉 쉬어지고 소화시죠 되네 나래 कारण त्यो कुराहरूले चाहिँ मेरो मनमा छोयो 나 얘는 여르데 따지 수구 구조제에서 좀 하다 나서 यसो बुझ्दाखेरि वास्तवमा म भने छ जस्तो महसुस त हुन्छ तर यी ज्ञानीहरूलाई हामीले अप्नाएर हेर्दाखेरि 누가 사바지로 अब शरीर हल्लिने खुट्टा चाल्ने पाइला चाल्ने दिने छ 된지디 चाल्नेवाला हिँड्नेवाला चाहिँ त्यहाँ छैन फेरि 된지기 똥상 यसरी विचार गर्दाखेरि एनो अति उमर्जित एउटा चाहिँ शून्यता जस्तो शून्यता भएर जाने साथीकी एन ताता बेराचंगे शु भन्ने कुरा चाहिँ छैन अहिले हो त? रत्नवालेमा बताए जस्तै जबसम्म पञ्चखण्डलाई सत्ता स्वीकार छ तबसम्म तबसम्म म भन्ने चाहिँ छ 가사가 जुन बताएको छ 민주주의 त्यो भएकोले अब यहाँ बताए अनुसार 교 जबसम्म हामीले पञ्चखण्डको सत्ता स्वीकारिन्छ तबसम्म पुद्गल अनात्मा भन्ने ज्ञान प्राप्त भएको हुँदैन 다들이야 덕시도 덕시 त्यसैले 다도 म भन्ने आधार 도선 역도 사고요 जो पञ्चखण्ड छ पञ्चस्कन्द छ 기부스미 यसको विवेचना गर्दाखेरि 농감에 यसलाई जाँचेर हेर्दाखेरि 그러면 텔레신의 기부 강스 त्यसको स्वभाव सिद्ध छैन 구속이 쉬어들래 व्यक्ति म 때네 जीव भने के हो त भनेर परीक्षा गर्दाखेरि यही पञ्चखण्डको आधारमा गरिएको रहेछ 천에 매듭지 र पञ्चखण्डलाई एक एक गरेर केलाएर हेर्दाखेरि म भन्ने त छँदै छैन 어다 व्यक्ति भन्ने त छँदै छैन 풍불로 जीव भन्ने त छँदै छैन 지게 आत्मा भन्ने त छँदै छैन 지지 तर यसरी विचार नगरिकन हेर्दाखेरि फेरि काम चलाएको हिसाबले मात्रै छ 렐레자네 겨 कारण 랑송 통도 जबसम्म पञ्चखण्डलाई सत्ताको रूपमा स्वीकारिन्छ तबसम्म आत्मालाई स्वीकारेको हुनेछ जबसम्म आत्मालाई स्वीकारिन्छ तबसम्म फेरि विभिन्न कर्महरू गरेर भव संसारमा 저사가 फौतारिन पुगिन्छ यो कुरा धेरै महत्त्वपूर्ण छ 가사게 अहिले मैले भने जस्तै गरेर 어 जुन कि हामीले जुन म भन्ने 커보다고 근데지기 म भन्ने चाहिँ गोठालो जस्तो पञ्चखण्ड चाहिँ त्यो त्यहाँ रहेको जस्तो त्यस्तो एउटा चाहिँ हामीले जुन सोचिरहेका छौँ वास्तवमा त्यो त्यस्तो छैन त्यस्तो भएको हुँदैन तसर्थ र यसको सारांश कुरा चाहिँ पञ्चखण्डलाई सत्ताको रूपमा स्वीकार्यो भने म भन्ने चिज चाहिँ छैन भन्ने कुरालाई हामीले बोध गर्न सक्दैनौँ No question. र अब यसमा केही प्रश्नहरू छ भने सोध्न सक्नुहुन्छ
Question. Good morning, Your Holiness. Tashidele. Marzele. Your Holiness, thank you very much for this teaching. I have a question in यो the प्रवचनको लागि म धेरै धन्यवाद दिन context चाहन्छु of relationship which become abusive, whether the relationship is between a husband and wife or it is between एउटा nations सम्बन्धको like कुरा म China गर्न and चाहन्छु Tibet, जस्तै when श्रीमान staying श्रीमतीको सम्बन्ध also causes suffering चाइना अनि and तिब्बतको leaving सम्बन्ध also causes suffering. यसमा Then what is the जुन compassionate way? समस्या हामीले What is the देखा middle परेका way? छौँ Is there a जुन nirodha? Is पीडा there a हामीले भोग्दै marga? आएका छौँ When there is conflict of compassion for यसको other समाधान person के and हो compassion for self, यो two different courses of कम्प्यासन action. Then करुणा what is the middle way? Is there a middle way पवित्र possible? दयामायाको भावनाले Thank you, Your यसको समाधान कसरी गर्न सकिन्छ भनिदिनु हुन म अनुरोध गर्दछु 서로 um을 내면 지나고. अब Now practice. Now 투중기 싫어. 섬중기 싫어. 곰중기 싫어. तीन किसिमका प्रज्ञाहरू हुन्छन् सुनेर आएको प्रज्ञा चिन्तन गरेर आएको प्रज्ञा भावना गरेर आएको प्रज्ञा तीन किसिमका प्रज्ञाहरू हुन्छन् 지다. अब अहिले हामीले जुन कुरा गर्यौँ बुद्धिचित्त करुणा शून्यताको दृष्टिको बारेमा हामीले कुरा गर्यौँ यसको यी ग्रन्थहरू हामीले चाहिँ अध्ययन 투중기 싫어세요. गर्दा 투중기 싫어기 त्यसमा चाहिँ अनि 거차워서 마도 थैजुङ्गे सेरब अर्थात् सुनेर आएको ज्ञान सरी बुझेर आएको ज्ञान बुझेर आएको 그것해야 가고. चिन्तन मनन गरेर आएको 다 진짜 ज्ञान 퇴배. यो 에네. यसरी सुनेर आएको ज्ञानलाई 어디 그게 제 सुनेर आएको ज्ञानलाई साउन्डस्ताइन्सने त्यसलाई विवेचना गरेर परीक्षा गरेर चिन्तन मनन गरेर अनि हामी पक्का निर्णयमा पुग्छौँ यो हो रहेछ यो पक्का रहेछ त्यस्तो खालको एउटा चाहिँ निश्चितता निर्णयात्मक मनमा आउनु पर्यो त्यो आइसकेपछि हो रहेछ भने त्यो आइसकेपछि त्यसलाई निरन्तरता दिएर त्यसमा विश्वस्त भएर मनको गहिराइमा गएर यो हो रहेछ भन्ने कुरामा टुङ्गोमा पुगेपछि अनि दिनका दिन हरेक दिन चाहिँ तपाईँले यसलाई चाहिँ ध्यानमा उतार्नु सक्नुहुन्छ जस्तो कि जेरमुछे कल्याण मित्रले अनि उहाँले चाहिँ मात्र सुनेर मात्रै अपुग हुँदो रहेछ विचार गरेर मात्रै अपुग हुँदो रहेछ अनि उहाँले चाहिँ मञ्जुश्री को आदेश अनुसार आज्ञा अनुसार अनि उहाँले अनि एकान्तवासमा गएर उहाँले धेरै साधना गर्नुभयो भावना गर्नुभयो जुन पहिला सुनेर आएको ज्ञानलाई बुझेर आएको ज्ञानलाई अनि उहाँले पटक 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 त्यसलाई चाहिँ भावनामा उतार्दै लाँदाखेरि मनमा अनुभूति जाग्यो मनमा अनुभव जाग्यो तसर्थ हामीले सुनेर आएको ज्ञान ले चाहिँ यस्तो हो वास्तविक यस्तो हो भनेर एउटा हामीले चाहिँ सुन्न सक्नेछौँ हाम्रो भोटमा यस्तो एउटा भनाइ छ किनकि भन्दाखेरि यस्तो भनिए तापनि त्यो त्यति महत्त्वपूर्ण कुरा भएन भन्ने एउटा भन्ने त छ भन त यसरी भनिन्छ तर वास्तविकतामा चाहिँ त्यसकारण एउटा सुनेर आएको ज्ञान त हुनैपर्छ त्यसकारण सुनेर आएको बुझेर आएको त्यो बुझाइलाई पटक 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 अनि हामीले भावनामा बानी पारेर लान सक्यो भनेदेखि लान सक्नुपर्छ नत्र भने हाम्रो मनलाई कसरी परिवर्तन गर्न सकिन्छ कतिपय व्यक्तिहरू मात्रै यो सुनेर आएको ज्ञानमै भर परिरहेका हुन्छन् जस्तो हामीले 13 किसिमका ग्रन्थहरूको अध्ययन गर्ने अधिकांश विद्वानहरू ले यहाँ यसको चाहिँ अर्थ बताउँदाखेरि एकदम अद्भुत अर्थ बताउन सकिन्छ तापनि जब हामीले चाहिँ यसलाई चाहिँ विचार गर्दै आफ्नो व्यावहारिक जीवनमा उतार्दै लगेर जब हाम्रो मनमा त्यो अनुभूति जाग्छ तब नै त्यसबाट हामीले फाइदा लिन सकिन्छ
एनेता त्यसकारण अब अहिले हामीले चाहिँ कतिपय ज्ञानहरू सुनेका छौँ, चिन्तन मनन पनि गरेका छौँ। जब अनुभवमा उतारेर अनुभव मनमा अनुभूति जाग्नु भनेको चाहिँ यो थोरैमा मात्रै छ, थोरैमा मात्रै छन्। त्यो हो। त्यसैले यसको लागि चाहिँ हामीले चाहिँ पुण्य आर्जन गर्नुपर्ने, अनि अनि नकारात्मक कुराहरू छोड्नुपर्ने हुन्छ। तसर्थ जब हाम्रो मनमा करुणा राम्रो छ भनेदेखि अरूको हित होस्, आफ्नो हित होस्, अरूलाई सक्दो हित गर्ने पनि त्यहीबाट हुन्छ। आफ्नो हित पनि त्यहीबाट आउँछ, महाकरुणाको कारणले। त्यसकारण आफ्नो हित सम्पन्न गर्नको लागि चाहिँ अरूको हित सम्पन्न गर्नु नै आफ्नो हित सम्पन्न गरेको हुनेछ। किनकि शान्तिदेवले भन्नुभएको छ, जो कोहीसँग हामी सङ्गत गर्छौँ, भेटघाट गर्छौँ भने हामी उसलाई हामीले चाहिँ मित्रको रूपमा हेर्न सक्नेछौँ। चाहे त्यो शत्रु किन नहोस्, चाहे जो कोही होस्, कुनै पनि उसमा चाहिँ हामीले चाहिँ एकदमै स्वच्छ वातावरणको हिसाबले हेर्न सक्ने हुन्छौँ। एउटा स्वार्थ भावना, मेरो मात्रै राम्रो होस्, मेरो मात्रै ठिक होस् भन्ने स्वार्थ भावना भन्दा अरूको हित, अरूको चाहिँ अरूप्रति सद्भावको चाहिँ हामीले सोच विचारमा बढी ध्यान दिएर त्यसको विकास गर्न सक्यौँ भने यो चाहिँ बढी महत्त्व छ। यसले चाहिँ आफ्नो हित बढी गर्नेछ। अर्को प्रश्न। Good morning, Your Holiness. My name is Tandan Thiskit and I'm from Ladakh. I'm studying in Ladakh Public School and I'm 15 years old. So my question is, what is the difference between the compassion that comes from the understanding of the fact that all sentient beings suffer and the compassion that experiences from knowledge that all sentient beings, being impermanent by nature, take birth and die? Thank you. सबै प्राणीहरू चाहिँ अनित्य छन्। करुणाले के काम गर्छ भन्दाखेरि अरूको हित गर्ने काम गर्छ, अरूलाई उपकार गर्ने काम गर्छ। करुणाले अरू प्राणीहरूलाई हेर्छ र प्रज्ञा ज्ञानले चाहिँ बुद्धत्वमा हेर्छ। जुन कुरा ग्रन्थमा उल्लेख भएको छ, सम्पूर्ण प्राणीहरू दुःखबाट मुक्त होस् भनेर हामीले जुन अहिले भन्छौँ, त्यो काम पुरा गर्नको लागि चाहिँ त्यो काम पुरा गर्नु पर्यो नि। त्यो पुरा भन्ने सबै प्राणी उद्धार होस् मात्रै भनेर मात्रै त भएन, त्यो काम पुरा गर्नु पर्यो। त्यसकारण त्यो काम पुरा गर्नुको लागि अनि प्राज्ञिक ज्ञानले चाहिँ त्यो काम पुरा गर्ने अवस्था चाहिँ बुद्धत्वमा पुगेपछि पुरा हुन्छ भनेर जान्दछ। त्यसैले उपाय र प्रज्ञा, उपायको काम प्रज्ञाले पुरा गर्छ, प्रज्ञाको काम उपायले पुरा गर्छ। अब यो शून्यताको ज्ञान, शून्यता सम्बन्धी हामीमा ज्ञान छ भने, हामीले मेहनत पस्टिन सक्यो भने, हामीले तत्परताको साथ मेहनत गर्न सक्यो भने त्यो अवस्था हामीले पाउन सकिन्छ। Good morning, Your Holiness. I am Gusharan Singh from Srinagar and I am a student of Ladakh Public School. So, Your Holiness, my question is that it is possible to explain wisdom and skillfulness in context of two truths without touching any religious sentiments, Your Holiness. अब यो प्रज्ञा, करुणा र दुई सत्यको बारेमा अब अहिले हामीले जुन एउटा काम चलाउको हिसाबले, व्यावहारिक हिसाबले हामीले जुन कुरा समृद्ध सत्यको हिसाबले हामीले जुन कुरा गऱ्यौँ त्यो त्यसकै वास्तविकतालाई चाहिँ हामीले चाहिँ पारमार्थिक भनिन्छ।
मिल फ्यान्ताया चिदिने चाहे धर्म मानुस् चाहे धर्म नमानुस् हैन एउटा चाहिँ अरूलाई हित गर्ने अरूको उपकार गर्ने जुन एउटा राम्रो करुणाको भावना जुन छ तिबो मिजु सोरुची खाके तुंगे दिसे यबता 지 तुंगे दिले भा अब अरूको जुन कष्ट छ अरूको पीडा छ शिरुगे रो त्यसलाई हटाउनको शिरुगे रो मे निमित्त अनि ज्ञानको आवश्यक पनि पर्छ खाटा समझ म ज्ञानले प्रज्ञा ज्ञान त्यो साथमा छैन भने हामीले अरूलाई भने जस्तो उपकार गर्न सक्दैनौँ यदि हामीसँग प्रज्ञा साथमा छ भने हामीले अरूको उद्धार गर्न सक्छौँ किनकि यो कारणले दुःख पाएछ भनेर त्यो उबुदा छुबु जस्तो कि अहिले हाम्रो यो पृथ्वीमा कति समस्या आइरहेको छ 다지 우후디데 다 제가다 가라서 지속 토네 जति पनि हामीलाई अहिले समस्या आएको छ 지데 만다베 그도로 예 미세 강에 차대서 다 경상에 있는 내름 त्यो वास्तविकता थाहा नपाएर नै यो समस्या भोग्नु परेको हो जस्तो अहिले हामीलाई जुन रोग महामारी रोग आइरहेको छ 고속치야 यो रोगलाई निको पार्नको लागि 디디 박수가 हामीले मेहनत गर्नु 나야 문나데베 मेहनत गरेर 닝지 쳤지 터기 쳤지 त्यो 나야 고속 यो रोगले पीडित भएका व्यक्तिहरूलाई कठैबाट भनेर यो रोग महामारी रोग कोरोना रोग रोक्नको लागि 단도 때문에 다 이게 거의 अनि जुन यो ज्ञानको आवश्यक पर्छ सच्चाइलाई जान्ने ज्ञानको आवश्यक पर्छ सच्चाइलाई जान्ने ज्ञानको आवश्यक पर्छ त्यसरी हामीले जे जस्तो सुकै काम गरे तापनि हाम्रो ज्ञान साथमा हुनुपर्छ प्रज्ञा ज्ञान साथमा हुनुपर्छ तब मात्रै त्यो कामहरू हामीले पुरा गर्न सकिन्छ 어야 서다간다 Thank you, Your Holiness. 서버 상고자 뭐이고 민남 त्यसकारण एउटा एउटा मनको सद्भाव मात्रै नभएर एउटा ज्ञानको विवेचना एउटा चाहिँ होइन त्यस्तो खालको एउटा चाहिँ विचार गर्न सक्ने खालको ज्ञान विचार गरेर बुझ्न सक्ने खालको ज्ञान भयो भनेदेखि यो दुईटा साथमा भयो भने अनि समस्याको समाधान गर्न सकिन्छ Last question, Holiness, from Atisha from Dharamshala. Good morning, Your Holiness. 오늘 Your Holiness, my name is Atisha from IBD in Dharamshala. Your Holiness, my question is for the Prasangika school. प्रश्न गर्दैछु They say that a mind analyzing the ultimate nature of something like a person doesn't find it in its parts, and therefore it negates the objective existence of a person. But how come it doesn't negate also just the existence of a person? And then they also say that a mind, because it cannot find things in its parts, it is dependent on its parts. And then because it is dependent, it cannot be objective. But even the other Buddhist schools, they do say that it is not findable in its parts and it's dependent on its parts. But while saying it is dependent on its parts, they somehow cannot say that it is not objectively existent. So why is there this difference? Thank you. Your Holiness. 다른 전 이해하지 저 우문주에 나려 샴대 요리 얘네 माध्यमिक अवतरणमा के बताएको भन्दाखेरि 막다 나서 창원 주시나 큰 기준에서 천대는 나서 가는 거 뒤져 가다 거리 이거 जस्तै 그래서 그래서 जस्तै 태는 신대 나저지 넘도 이거 माध्यमिक अवतरणमा 저도 저거 진짜 잡을 거네 다디 विचार गरेर 매배 저 विचार विमर्श गरेर 지금 매배 खोज्दाखेरि 다 अ, 타녀도 त्यो चिजहरू त्यहाँ रहेको पाइँदैन 타녀도 이거 돼야 तर 타녀도 이거 काम 패지 가고 काम चलाउको हिसाबले 낭섬 작섬 काम चलाउको हिसाबले लोक व्यवहारको हिसाबले 저는 디안도 조수 म भन्ने पुद्गल भन्ने 다르잖아 조수 त्यो कुराहरू छन् 조수 이브다 जस्तो अहिले यो टेबल हाम्रो अगाडि टेबल छ यो टेबललाई हामीले परीक्षा गरौँ भनेदेखि टेबल यहाँ पाइँदैन 이해요 यसको खुट्टा टेबल हो कि माथिको फलेक टेबल हो कि यो कन्तुर टेबल हो कि भन्दाखेरि यहाँ टेबल हामीले पाइँदैन तर यसलाई नखोजिकन एउटा व्यावहारिक हिसाबले काम चलाउको हिसाबले हातले छोयो भने टेबललाई छोएको हातले टेबललाई छोएको मानिन्छ 춘이 안에 째요나
तर 모니 지르베 라고에 요 जब 모니 지르베 매 요마르데 이네 라고 맨나 주나 जब हामीले 지그르 왔어 서다지 다녀도 요디 셰고도 와 자, 띵 त्यसकारण 안조 로로 교연데 가려서는 व्यावहारिक हिसाबले 모니 지르바 हेर्दाखेरि मात्रै 라고 ती चिजहरू भए जस्तो लाग्छ रहे जस्तो लाग्छ त्यसलाई हामीले अदा 예배 참을 व्यावहारिक रूपमा काम चलाएको रूपमा प्रयोग गरेको हुन्छ 예배 신는 거 열어 나오도 열에 선제 텐딩에 되기 애니 차 जुन चिज हामीलाई देखेका हुन्छौँ अनुभव गरेका हुन्छौँ त्यो चाहिँ साँच्चीकै छ भन्ठान्नाले अनि हामीमा नकारात्मक सोचहरू आएका हुन्छन् जब त्यसको वास्तविकतामा हामी पुग्छौँ त्यो वास्तविकतामा पुगिसकेपछि अनि नकारात्मक कुराहरू चाहिँ हट्छन् जस्तै मूल प्रज्ञामा भनेको छ 시민식의 남도기 더네 이 차단지기 열에 त्यसकारण उल्टो हेराइ गलत हेराइले नै मनमा राग रिस मोहहरू चाहिँ 시민식의 पैदा हुन्छन् 이 시스럽고 त्यो उल्टो हेराइ जुन छ त्यसको जरो के रहेछ भन्दाखेरि त्यो 가서다 कुनै पनि चिजहरू चाहिँ साँच्चीकै छ वास्तविक छ भनेर आसक्ति गरेर पक्र्नाले नै यस्ता कुराहरू आइरहेका हुन्छन् 퀀텀 피직스 जसले 장애 루브도 चाइनामा एउटा चाहिँ क्वान्टम फिजिक्सका 퀀텀 피직스 장애 되잖아요. वैज्ञानिक व्यक्तिहरूले 전딩네 나왔다도 주고 심 जे हामीलाई अहिले देखिरहेका छौँ 지금 아세게 즈버티 देखिरहेको अनुसार दिदा सजरी वास्तविकमा त्यो छैन भन्ने कुरा जानियो भनेदेखि अनि समस्या चाहिँ समाधान हुँदै गएको 나왔다도 열에 서먹고 देखिन्छ 시민식 나도 지금도 와 जस्तो कि साँच्चीकै छ भने जस्तो किसिमले हामीले देख्छौँ 소리네 티셔츠 티셔츠 त्यो 가다 चाहिँ वास्तवमै त्यो छ त त्यहाँ भन्दाखेरि त्यस्तो छैन 숙충도나지 धर्मै नमान्ने व्यक्तिहरूले पनि यदि यी कुरा बुझे भने उनीहरूमा पनि अनि नकारात्मक सोचहरू घट्दै जानेछन् तुझे रां데 데 로존식이 어리 샤야오레 더도 무튼 तिमी अहिले यहाँ 마하벤지다 살 저거 पढ्दैछौ राम्रो कुरा हो तिमी राम्रोसँग अभ्यास शिक्षा लिएर भविष्यमा महापण्डित 땡큐 हुनुपर्छ Last question, Holiness. भनेर म भन्दछु From धन्यवाद Professor Kaveri Gill from Delhi, Holiness. Good morning, Your Holiness. I'm Kaveri Gill, and I teach in Delhi, and I'm a student of Venerable Geshe Dorji Damdol at Tibet House. Thank you for sending him to us to teach us in English, Your Holiness. My question today is, how do we know that the object of negation of selflessness of person is correct? That is to say that we are not confusing the emptiness of autonomous substantial reality with emptiness of objective existence. Tukchena, Your Holiness. तुझे 되게 ङ한다 ngaरे 냠용 시셔들이 अघि मैले मेरो आफ्नो अनुभव एउटा मैले बताएको थिएँ 풍불레 पहिला 다 풍불로 मैले पहिला 풍불 차도 यो पञ्चस्कन्द 나사지 민두 사지 पञ्चस्कन्दभन्दा छुट्टै म भन्ने त छैन रहेछ 민두 사지 됐어 쉬우시 त्यो ग्रन्थमा जुन बताएको छ त्यसले चाहिँ मेरो मन चसक्क छोयो 자유디 켜봐요 त्यसकारण साँच्चीकै आत्मा साँच्चीकै म छ भन्ने जुन एउटा धारणा छ 동배 고띵서부치 त्यो त्यो चाहिँ 다 되기 써야들이 얘네 त्यो चाहिँ वास्तवमै छैन भन्ने कुरा जुन हामीले पञ्चखण्डलाई विवेचना गरेर हेर्दाखेरि अनि 책디 जबसम्म पञ्चखण्डको सत्ता स्वीकारिन्छ 가사로 तबसम्म 저쪽에 자유기 똥지 로로 샤르마 म भने साँच्चीकै छु भन्ने कुरालाई त्याग्न सकिन्न 가사를 심에 로로 샤와라 되게 얘기해도 풍수 가사 जब वास्तवमै म भने छैन भन्ने कुरा चाहिँ हामीलाई तब मात्रै हामीलाई बोध हुन्छ जबकि यो पञ्चखण्डको स्वभावलाई विवेचना गरेर यसको चाहिँ वास्तविकतामा पुगिन्छ त्यसकारण वास्तवमै म भन्ने न त त्यो पानी हो
न त त्यो आगो हो न त त्यो माटो हो त्यस्तो केही होइन वास्तवमा म भन्ने चिज चाहिँ यो हो भनेर एउटा हातले पक्कने जस्तो कि त्यस्तो केही छैन जस्तो मेरो हात भनौँ मेरो मन भनौँ मेरो शरीर भनौँ यसरी एक एक गरेर कुन चाहिँ म हो त यो शरीर म हो कि एक एक गरेर खोतलेर हेर्ने हो भने यो शरीरलाई एकतर्फ राखौँ मनलाई अर्कोतर्फ राखौँ यसरी हेर्दाखेरि चाहिँ म भन्ने पाइँदैन जस्तो कि चित्त मात्रै सिद्धान्तमा चाहिँ जुन एउटा चाहिँ छैठौँ विज्ञानलाई चाहिँ म हो भनेर एउटा भन्ने तरिका त छ तर पनि छैठौँ मनोविज्ञान छैठौँ मन जो छ अनि त्यसैलाई चाहिँ म हो भनेर चाहिँ भन्न खोजिरहेको हुन्छ तर जब हामी वास्तविकतामा जान्छौँ वास्तविकतामा रहेर कुरा गर्दाखेरि चाहिँ यसरी अब वास्तवमा म भन्ने छ भने त त्यो पाउनु पनि हो नि त्यस्तो त पाएको हुँदैन त्यो एउटा नामकरण मात्रै गरिएको हो त्योभन्दा अर्को केही छैन म भन्ने चाहिँ छैन त्यसकारण शून्यताको जुन दृष्टि हेराइ जो छ चाहे त्यो धर्म मानुस् चाहे नमानुस् उनीहरूले यो कुरालाई अलिकति बुझिदिनु भयो भने बुझिदिएको अवस्थामा अनि मनमा आउने नकारात्मक कुराहरू चाहिँ घट्दै जानेछन् जति पनि जे छन् संसारमा सबै व्यावहारिक हिसाबले मात्रै छन् काम चलाउको हिसाबले मात्रै छन् त्यो वास्तविकता चाहिँ त्यसको वास्तविकता चाहिँ छैन भन्ने कुरा हामीले बुझ्यौँ भनेदेखि चाहिँ अनि नकारात्मक कुराहरू चाहिँ कम हुँदै जान्छन् त्यसकारण शून्यताको दृष्टिले अवश्य पनि फाइदा पुग्नेछ Thank you. धन्यवाद Thank you very much, Holiness. Very kind of you from the Indian Sangha's behalf and the International Sangha's behalf. And please, may you live 111 years, Holiness. Thank you, Your Holiness. So, these things, I myself, I think at least about Shunyata, at least I think कम से कम यो शून्यता भन्ने ज्ञान जो छ I seriously thinking. मैले 60 वर्षसम्म यसको अध्ययन गर्दै आएको छु चिन्तन मनन गर्दै आएको छु अभ्यास गर्दै आएको छु So these are जुन बुद्धिचित्तको कुरा हो यसको बारेमा मैले 50 वर्षसम्म take time. यसको अध्ययन चिन्तन मनन साधना गर्दै आएको छु Whether you call र त्यसलाई मैले अहिले पनि त्यो अभ्यासलाई निरन्तरता दिँदै आएको छु र त्यस सम्बन्धी म अभ्यास साधना गरिरहेको छु ध्यान गर्दै आइरहेको छु र because the beginning त्यसकारण मेरो मनले these new or really dominant our mind. So not easy. अनि जुन हाम्रो मनमा अनादिकालदेखि यस्ता अज्ञानताहरूले हामीलाई ग्रसित पारेको छ त्यसलाई हटाउनलाई यति सजिलो त अवश्य पनि छैन त्यसलाई हटाउनलाई So यति सजिलो त नहोला तर beginningless those nyomo beginning अनादिकालदेखि and यो क्लेशहरू Changjusen, अज्ञानताहरू Buddhist altruism and तर wisdom बुद्धिचित्त about you see प्रज्ञा ज्ञानहरू because of the shunyata. क्लेशहरू चाहिँ अनादिकालदेखि आइरहेका छन् हामीसँग So अब यो प्रज्ञा र बुद्धिचित्त चाहिँ अब 50-60 वर्षबाट मात्रै यो सुरु भएको हो effort 50-60 वर्ष भयो according यति सजिलो त छैन तर मेरो मेहनत to decade by decade पस्किँदाखेरि truly मेरो आफ्नो जो अनुभवमा यो चाहिँ result हट्दै 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 गएको peace of mind. छ भन्ने चाहिँ मलाई महसुस भएको छ So you त्यही हो मनमा परिवर्तन आउनु भनेको यही नै हो also you see र तपाईँहरूले पनि मेरा धर्ममित्र दाजुभाइ दिदीबहिनीहरूले too much expectation. Buddha himself धेरै धेरै आशा पनि गर्नु हुँदैन तुरुन्तै होला अहिले होला भोलि नै होला भनेर great चाहिँ आशा पनि गर्नु भएन स्वयं बुद्धले पनि लामो समयसम्म लामो कल्पसम्म साधना गरेर हुनुभएको त्यसपछिका कल्याण मित्र गुरुहरूले पनि
यसै गरी लामो समयसम्म अभ्यास साधनामा लाग्नुभयो 가져오다. र लामो चङ्खाबाले पनि लामो समयसम्म यसको साधना अभ्यास गर्नुभयो र अनुभव Make effort पाउनुभयो constantly. र हामीले पनि आफ्नो My मेहनत own case, as पस्किनुपर्छ soon as wake up मेरो आफ्नो and thinking, where's I? When I walking, जब म where's I? बालक अवस्था My थिएँ physical walking, त्यहाँदेखि नै but where's I? Nothing. तर वास्तवमा हुने हो भने म बाल्यकालदेखि नै म हिँडेको हुँ पाइला चालेको हुँ तर वास्तवमा म भने को त भन्दाखेरि फेरि त्यो म भने भेटिँदैन देख्दो And then र काम चलाउको हिसाबले मात्रै म भन्ने हिसाब including my हुन्छ dream, I always त्यसकारण remember मेरो that सपना question. Very के good, रहेछ भन्दाखेरि चाहिँ helpful. So you यो also सच्चाइ have ज्ञान the निष्पक्ष ज्ञान एकदम राम्रो छ एकदम सुन्दर छ 죄송합니다. यो तपाईँहरूले पनि 조상권이 초지다, 지신이 매지다, 리규신의 류전그 다도상계 님부전, 나도 참으로. एउटा भनेको छ ग्रन्थमा हामी सबैसँग भगवान बुद्धको र भारतवर्षबाट आएका विद्वानहरूले बताइएको जुन छ जुन ज्ञानको ज्योति जुन छ त्यो हामीमा पनि छ हामीमा पनि परिरहेको छ उदाइरहेको छ 지신이 매지다, 산신된데기 구수 भगवान बुद्ध 오니기 동번나시 को काया वा चित्त 샘단도 여대가 찍고 जसरी स्वभावैले निस्वभाव छ 지신이 त्यस्तै हाम्रो मन पनि स्वभावैले निस्वभाव छ त्यसमा बराबर छ केही फरक छैन बुद्धको ज्ञान र हाम्रो मन 아주 여대 찍고 को वास्तविकता शून्यता हो भन्नेमा केही फरक छैन 나는 참으로야 एक छ एक नाश छ 지 가서 지시시 내리 त्यसकारण रसी नेरी त्यसैले भनिन्छ हामीसँग बुद्धको प्राकृतिक गोत्र छ अरे बुद्ध हुने बिउ छ अरे छोगा들 यो कुरालाई मैले 조중종아 कुनै पनि पूजा पाठ साधना गर्दाखेरि 딱와는 삼동이 यो कुराले मैले 지신이 सम्झने गरेको छु 따도 사지 님부제 किनकि सम्यकसम बुद्धको ज्योति उदाएको छ 사지 बुद्धको ज्ञान र हाम्रो मनमा कुनै फरक हाम्रो मनको वास्तविकतामा कुनै फरक छैन 여대 진짜네 त्यसैले 계시고 회사도 बुद्धत्व प्राप्त गर्न सकिन्छ 그래도 죽어래 배도 샷 त्यसकारण 고소 엔다이 त्यो हो 땡큐 바이바이 तपाईँले बुझ्नुभयो होला धन्यवाद बाई बाई